नमस्ते डियर स्टुडेन्ट्स, आजको यो भिडियोमा हजुरलाई धेरै धेरै स्वागत छ। आज हामीले क्लास 10 को कम्पल्सरी म्याथको लेसन 2 कम्पाउन्ड इन्ट्रेस्टको एक्सरसाइज 2.1 लाई एकदमै सजिलो तरिकाबाट बुझ्नेछौँ। यो पार्ट 1 भिडियो, हजुरले पार्ट 2 भिडियो पनि हेरिदिनु होला। त्यसमा चाहिँ म सम्पूर्ण क्वेशनहरुलाई सोल्युसन गर्नेछु। आज यो पार्ट 1 मा हामीले चाहिँ क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 8 सम्म, क्वेशन नम्बर 1 to 8 सम्म सबै क्वेशनहरुलाई एकदमै इजी तरिकाबाट सोल्युसन गर्नेछौँ। प्लस एक्जाममा आउन सक्ने केही इम्पोर्टेन्ट क्वेशनहरु पनि म भन्नेछु। हजुरको पछि एसएमा आउन सक्ने, एक्जाममा आउन सक्ने क्वेशनहरु पनि भन्नेछु। सो भिडियोलाई स्किप नगरिकन हेर्नु होला। सुरुमा हामीलाई डेफिनेसन लेख्नु भनेको छ। यहाँ तीनटा डेफिनेसन लेख्नु छ। यी तीनटा मध्ये एउटा क्वेशन एक्जाममा हजुरको आउँछ, धेरै जसो सोधिरहेको हुन्छ। हजुरले पनि याद गरिदिनु होला। इयरली कम्पाउन्ड इन्ट्रेस्ट भनेको के हो, हाफ इयरली भनेको के हो, त्यस्तै क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट भनेको के हो। यो तीनटाको डेफिनेसन मध्ये एउटा सोध्न सक्ने एकदमै इम्पोर्टेन्ट क्वेशनमा पर्छ यो पनि। सो यो तीनटै क्वेशनहरु चाहिँ डेफिनेसन याद गरिदिनु होला। एउटा डेफिनेसन हजुरको एक्जाममा आउन सक्छ। सुरुमा हामीलाई भनेको छ डिफाइन भनेर चाहिँ हेर्नुस् त, सुरुमा इयरली कम्पाउन्ड इन्ट्रेस्ट दिएको छ। ल यसको डेफिनेसन मैले यहाँ एकदमै सजिलो भाषामा लेखिदिएको छु, याद गरिदिनु होला। हेर्नुस् त के रहेछ यो भनेको, द कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेटेड एन्ड एडेड टु द प्रिन्सिपल एट द एन्ड अफ इच इयर इज कल्ड इयरली कम्पाउन्ड इन्ट्रेस्ट। है, कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ जुन क्याल्कुलेट भन्छ, अनि क्याल्कुलेट भइसकेपछि चाहिँ के हुन्छ भन्दा जोडिन्छ भने एड पनि हुन्छ। कसमा एड हुने हो, प्रिन्सिपलमा एड हुने हो। तर मेन कुरा भनेको चाहिँ कहिले एड हुन्छ त, कहिले जोडिन्छ त, जब जुन प्रत्येक वर्ष हुन्छ नि, प्रत्येक वर्ष सकिएपछि हिसाब गरेर प्रिन्सिपलमा जोडिने जुन इन्ट्रेस्ट हुन्छ त्यसैलाई हामीले कम्पाउन्ड इन्ट्रेस्ट भन्छौँ। यो भनेको प्रत्येक वर्ष चाहिँ के हुन्छ त, यो क्याल्कुलेट गरिन्छ भनेको प्रत्येक एक वर्ष फिनिश हुँदाखेरि चाहिँ एक वर्षको अन्त्यमा चाहिँ यो कम्पाउन्ड इन्ट्रेस्ट, इयरली कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेट हुन्छ। अनि हाफ इयरली भनेपछि प्रत्येक 6 मन्थमा, हैन, 6 मन्थमा चाहिँ के हुन्छ त, क्याल्कुलेट हुन्छ। 6 महिनामा के हुन्छ त, हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेट हुन्छ। अनि क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट भनेको 3 महिनामा, हैन, 3 मन्थमा के हुने भयो, क्याल्कुलेट हुने भयो। अब जस्तै हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्टको पनि डेफिनेसन यस्तै छ। हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट भनेको के रहेछ त, द कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेटेड एन्ड एडेड टु द प्रिन्सिपल एट द एन्ड अफ एभ्री 6 मन्थ्स, भनेको प्रत्येक 6 महिनाको लास्टमा है क्याल्कुलेट हुन्छ, हैन, त्यो कम्पाउन्ड इन्ट्रेस्ट। अनि क्याल्कुलेट भएर चाहिँ प्रिन्सिपलमा जोडिदिन्छ, हैन। त्यस जुन कम्पाउन्ड इन्ट्रेस्ट 6 महिनाको, हैन, 6 महिनामा चाहिँ क्याल्कुलेसन हुन्छ त्यसको, हैन। त्यसको क्याल्कुलेसन भइसकेपछि चाहिँ प्रिन्सिपलमा पनि एड गरिन्छ भनेपछि त्यस्तो जुन कम्पाउन्ड इन्ट्रेस्ट हुन्छ त्यसलाई हामीले हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट भन्ने गर्छौँ। अनि क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट भनेको के रहेछ त, द कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेटेड एन्ड एडेड टु द प्रिन्सिपल एट द एन्ड अफ एभ्री 3 मन्थ्स इज कल्ड क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट। भनेको 3 महिनाको फिनिस हुँदाखेरि, हैन, प्रत्येक 3 महिनाको अन्त्यमा गएर चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेट हुन्छ। अनि त्यो कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेट भइसकेपछि चाहिँ त्यो क्याल्कुलेट भएर आएको जुन पैसा हुन्छ, त्यो इन्ट्रेस्ट हुन्छ, त्यो इन्ट्रेस्टलाई चाहिँ प्रिन्सिपलमा जोडिन्छ भनेपछि जुन त्यो इन्ट्रेस्ट हुन्छ त्यसैलाई हामीले चाहिँ क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट, क्वार्टरली भनेको प्रत्येक 3 महिनामा क्याल्कुलेट हुने, प्रत्येक 3 मन्थ्समा क्याल्कुलेट हुनेवाला कम्पाउन्ड इन्ट्रेस्ट भनेर याद गर्नु होला। हाफ इयरली भनेको 6 महिनामा क्याल्कुलेट हुनेवाला कम्पाउन्ड इन्ट्रेस्ट, क्वार्टरली भनेको चाहिँ 3 महिनामा क्याल्कुलेट हुनेवाला कम्पाउन्ड इन्ट्रेस्ट, है त। ल क्वेशन नम्बर 2 मा पनि फर्मुला सोधेको छ, एक्जाममा पनि हेर्नु है। डेफिनेसन सोधेन भने क्वेशन नम्बर 2 मा जे क्वेशन सोधेको छ त्यो वाला क्वेशन एक्जाममा आउन सक्छ। हेर्नु होला, त्यहाँ 2-3 वटा क्वेशन सोधिएको छ, एकदमै सजिलो पनि छ। फर्मुला लेख्नु छ। हजुरलाई डेफिनेसन सोधेन भने एक्जाममा यो सोध्छ, सुरुको ए नम्बरको क्वेशनमा डेफिनेसन सोधेन भने यो सोध्छ, है त, धेरै जसो के। हेर्नुस् त, सुरुको ए नम्बर हामीलाई के भनेको छ, according to the yearly compound interest, if principal is P, yearly rate of interest is R, and time is T years, write the formula to compute compound amount भनेर भनेको छ। अब हामीलाई चाहिँ इयरली कम्पाउन्ड इन्ट्रेस्टको हिसाबले चाहिँ, हैन, प्रिन्सिपललाई चाहिँ P भनेको छ, हैन, रेट अफ इन्ट्रेस्टलाई चाहिँ R भनेको छ, टाइमलाई T भनेको छ भनेपछि T इयर्स भनेको छ भनेपछि हामीले चाहिँ के को फर्मुला लेख्नु छ, कम्पाउन्ड अमाउन्ट निकाल्नेवाला, कम्पाउन्ड अमाउन्ट क्याल्कुलेट गर्नेवाला हामीले फर्मुला लेख्नु पर्ने छ। सो अब हामीले द फर्मुला अफ कम्पाउन्ड अमाउन्ट इज भनेर चाहिँ यहाँ फर्मुला लेखेका छौँ। कम्पाउन्ड अमाउन्टको फर्मुला के रहेछ त, P टाइम्स 1 + R अपन 100 को होल पावर T। यो एउटा फर्मुला भयो, एकदमै इम्पोर्टेन्ट फर्मुला, पछि हिसाब बनाउँदाखेरि काम लाग्छ। सो हजुरले चाहिँ याद गरिदिनु होला यो फर्मुला, है। ल ठिक छ। ल त्यसपछि अगाडि बढौँ। त्यसपछि क्वेशन नम्बर बी मा हामीलाई चाहिँ द कम्पाउन्ड इन्ट्रेस्ट CI अफ अ सम P इन T इयर्स एट द रेट अफ yearly compound interest is R%. Write the relation between P, T, R and CI. यहाँ CI भनेको कम्पाउन्ड इन्ट्रेस्ट, R भनेको रेट अफ इन्ट्रेस्ट, T भनेको टाइम, P भनेको P,
पी भनेको प्रिन्सिपल हैन यो चारवटा प्रिन्सिपल टाइम रेट अफ इन्ट्रेस्ट र सीआई बीचको सम्बन्ध के छ त रिलेसन के छ भनेको फर्मुला लेख्ने भनेको कुल मिलाएर सिम्पलमा फर्मुला लेखे भनेर बुझ्नुस् जस्तै हामीले अब पीटीआर र सीआई वाला भनेको सीआई को फर्मुला त याद छ नि हामीलाई हजुरले क्लासमा नि त पढ्नु भएको छ होला हजुरको सरले हजुरलाई पढाउनु भएको छ होला सिकाउनु भएको छ होला हैन फर्मुला बनाउन सिकाउनु भएको छ होला हो त्यही सीआई हामीले सीआई मा के छ त पीटीआर छ कि छैन छ हो पीटी र आर भएको यो सीआई को फर्मुला हामीले लेखिदियौ यहाँ है द रिलेसन बिट्विन पीटीआर एन्ड सीआई भनेर हामीले चाहिँ यहाँ सीआई इक्वल टु पी टाइम्स 1 + r/100 को होल पावर t - 1 हैन अनि ब्र्याकेटलाई हामीले क्लोज गरिदिने है ब्र्याकेट भित्र यति कुरा अनि बाहिर p इक्वल टु सीआई भनेको सीआई को फर्मुला लेखिदिएको यो p र t र r हैन p t r यो तीनटै पीटीआर भएको सीआई को फर्मुला हामीलाई याद छ यो फर्मुला यहाँनिर लेखिदिने रिलेसन भन्ने बित्तिकै हजुरले के बुझ्नु होला भने के फर्मुला छ कि अथवा केही अरु छ यहाँ अब फर्मुलाकै कुरा गर्नु पर्छ किनकि यहाँ फर्मुलाकै सोधेको छ हैन फर्मुला सोधेको बेला चाहिँ फर्मुला सोध्दैन डाइरेक्ट फर्मुला लेख नभन्न पनि सक्छ रिलेसन भन्यो भने के बुझ्ने त फर्मुला छ कि भनेर सोच्ने ओ फर्मुला छ भने जस्तै यहाँ सीआई को फर्मुला छ सो सीआई को फर्मुला लेखिदिने है त्यसपछि क्वेशन नम्बर सी पनि हेरौं यो पनि एकदमै इम्पोर्टेन्ट क्वेशन हो एम्प्लोइ प्रोभिडेन्ट फन्ड चेन्जेस द रेट अफ इन्ट्रेस्ट पर एनम अकॉर्डिंग टू द इकोनोमिक लिक्विडिटी of the state as per the given condition the compound amount of a sum p at the interest rate of r1%, r2% and r3% for the first, second and third years respectively is CA. Then write the formula to find CA भनेर भनेको छ अब यहाँ सिम्पल भाषामा यसरी बुझ्नु होला है म धेरै यहाँ यसलाई चाहिँ यसमा टाइम दिदैन हजुरलाई म बुझाइदिन्छु यसले के भन्न खोजेको भन्दाखेरि हेर्नु ल हेर्नु फर्स्ट इयर को जुन रेट हुन्छ जस्तै यहाँ पर्सेन्टेज दिएको हुन्छ नि जस्तै यतापट्टिको क्वेशनमा हेर्नुस् त रेट अफ इन्ट्रेस्ट कति 6% त्यस्तै रेट अफ इन्ट्रेस्ट 6% त्यस्तै रेट अफ इन्ट्रेस्ट 12% हैन यो पर्सेन्टेजहरु दिएको छ नि त हो त्यस्तै पर्सेन्टेज यहाँ पनि भनेको छ यहाँ जति फर्स्ट इयर को लागि चाहिँ रेट अफ इन्ट्रेस्ट r1% हो जति 5% 6% 7% जस्तै 5% 6% 7% जस्तै फर्स्ट इयर को लागि चाहिँ r1% हो सेकेन्ड इयर को लागि चाहिँ जुन रेट अफ इन्ट्रेस्ट हुन्छ त्यसलाई चाहिँ r2% भन्यौ थर्ड इयर को लागि चाहिँ r3% भन्यो भनेको फरक पर्सेन्ट छ फरक रेट छ के को त जुन इन्ट्रेस्ट को रेट छ नि त त्यो चाहिँ के थियो त प्रत्येक इयर को लागि फरक जस्तै फर्स्ट इयर मा r1% लाग्छ सेकेन्ड इयर मा चाहिँ r2% लाग्छ थर्ड इयर मा चाहिँ r3% भनेको प्रत्येक इयर को लागि चाहिँ रेट अफ इन्ट्रेस्ट फरक दियो भने त्यस्तो केसमा चाहिँ जुन सीए हुन्छ नि त हो यो सीए निकाल्ने फर्मुला लेख भनेको हो कस्तो केसमा छ जब चाहिँ प्रत्येक इयर को लागि फरक रेट हुन्छ इन्ट्रेस्ट को त्यसको केसमा के गर्ने त त्यसको फर्मुला यहाँ मैले लेखेको छु इफ द रेट्स of interest for first, second and third years are r1%, r2% and r 3 छोटे है r3% respectively then है r1 r2 r3 प्रत्येक फर्स्ट इयर को लागि r1 सेकेन्ड को लागि r2% त्यस्तै थर्ड इयर को लागि r3% हो भनेपछि त्यसपछि हामीले चाहिँ जुन यो सीए को फर्मुला लेख भने जस्तो सीए को फर्मुला p * 1 + r1/100 p अनि 1 + r2/100 अनि 1 + r3/100 त्यति चौथो वर्षको लागि पनि दियो भने 1 + r4/100 पाँचौं वर्षको लागि दियो भनेपछि 1 + r5/100 हैन पहिलो वर्षको लागि 1 + r/100 अनि त्यस्तै दोस्रो वर्षको लागि चाहिँ कति त 1 + r2/100 तेस्रोको लागि 1 + r3/100 चौथोको लागि r4/100 हैन त्यस्तै पाँचौंको लागि r5/100 त्यस्तै अगाडि बढ्छौं हामीले कब बढ्छौं त जब पर्सेन्टेज फरक हुन्छ है यो फर्मुला पनि याद गरिराख्नु होला यो फर्मुला के को हो त जब पर्सेन्टेज फरक दिएको हुन्छ प्रत्येक वर्षमा फरक पर्सेन्टेज को रेट छ भनेपछि त्यस्तो केसमा चाहिँ हामीले यो फर्मुला युज गर्ने गर्छौं सीए फाइन्ड गर्नको लागि है त्यसपछि क्वेशन नम्बर 3 मा विदाउट युजिङ फर्मुला फाइन्ड द कम्पाउन्ड इन्ट्रेस्ट एन्ड द कम्पाउन्ड अमाउन्ट फर द फ्लोइङ कन्डिसन्स एकदमै सजिलो छ फर्मुला युज नगरिकन हैन विदाउट युजिङ फर्मुला युज नगर्ने तर फाइन्ड गर्नु छ फर्मुला युज नगरेर हामीले कम्पाउन्ड इन्ट्रेस्ट पनि फाइन्ड गर्नु छ कम्पाउन्ड अमाउन्ट पनि फाइन्ड गर्नु छ यो कन्डिसनहरुमा सजिलो एकदमै सजिलो छ हजुरले एउटा क्वेशन बुझ्नु भयो भने बाँकी रहेका दुईटा क्वेशन मजाले बुझ्नुहुन्छ हेरौं है त के गर्ने सुरुमा हामीलाई प्रिन्सिपल दिएको छ 10000 है त्यसपछि चाहिँ टाइम दिएको छ 2 इयर्स अनि रेट अफ इन्ट्रेस्ट आर दिएको छ 6% पर एनम सो अब हामीले चाहिँ यसको आन्सर यहाँनिर छ हेर्नु होला पछि बी र सी को पनि हेरौँला सो सुरुमा ए को आन्सर है सो हामीलाई चाहिँ यहाँ अब फर्मुला युज नगर भन्यो भने के गर्ने भन्दाखेरि यहाँ टाइम हेर्ने टाइम कति वर्ष छ 2 वर्ष छ हैन 2 इयर्स छ त्यो टाइम 2 इयर्स छ भने जुन हाम्रो चाहिँ इन्ट्रेस्ट हुन्छ इन्ट्रेस्ट पनि दुई चोटी क्याल्कुलेट हुन्छ हैन इन्ट्रेस्ट पनि दुई चोटी क्याल्कुलेट गर्ने हामीले चाहिँ पर 2 वर्षमा चाहिँ कति चोटी दुई चोटी क्याल्कुलेट गर्ने जस्तै यहाँ
3 इयर्स भनेको छ भने यसमा चाहिँ क्याल्कुलेसन गर्दाखेरि हामीले 3 चोटी चाहिँ क्याल्कुलेट गर्छौं यो इन्ट्रेस्टलाई ठीक छ यसमा फेरि 2 इयर्स भने 2 चोटी मात्र क्याल्कुलेट गर्ने अब हेर्नु कसरी गर्ने मैले के भन्न खोजेको हेर्नु होला सुरुमा त हामीले यहाँ टाइम 2 इयर्स छ सो यहाँ फर्स्ट इयरको लागि चाहिँ इन्ट्रेस्ट निकालौं कति हुन्छ त फर्स्ट इयरको इन्ट्रेस्ट फर फर्स्ट इयर इन्ट्रेस्ट I1 इज इक्वल टु अब हेर्नु होला यहाँ कति पर्सेन्ट दिउ त यहाँ हेर्नुस् पैसा त 10,000 छ 10,000 रुपीजको 10,000 रुपीजको कति इन्ट्रेस्ट लाग्छ 10,000 रुपीजमा कति इन्ट्रेस्ट रेट अफ इन्ट्रेस्ट कति छ 6% भने 10,000 को 6% निकाल्ने सो यहाँ त्यही भएर यहाँ मैले 10,000 into 6% 10,000 को 10,000 मल्टिप्लाई को मल्टिप्लाई 6 को 6% लाई हटाउनको लागि 100 डिभाइड गरेको यसलाई क्याल्कुलेट गर्दाखेरि RS 600 आइहाल्यो भनेको फर्स्ट इयरको चाहिँ इन्ट्रेस्ट कति भयो त 600 भयो है अब अमाउन्ट एट द एन्ड अफ फर्स्ट इयरको लास्टमा चाहिँ के त अमाउन्ट कति भयो त त्यो निकालौं त्यो भनेको A1 त्यो कसरी आउँछ त पहिला त 10,000 रुपैयाँ सधैं थियो हैन 10,000 रुपीज त सधैं थियो त्यसमा 600 रुपीज अझै हामीले इन्ट्रेस्ट प्राप्त भयो भने अब नयाँ रुपैयाँ कति भयो त हामीसँग 10,000 प्लस 600 भनेको जम्मा कति पैसा भयो हामीसँग अब कति भनेको कति मनी भयो RS 10,600 हाम्रो नयाँ अमाउन्ट भयो है हामीसँग अब हेर्नु होला फर सेकेन्ड इयर किनकि यहाँ 2 वर्षको लागि जम्मा गरेको भनेपछि अब फर सेकेन्ड इयर न्यू प्रिन्सिपल हामीसँग न्यू प्रिन्सिपल आइहाल्यो किनकि फर्स्टमा को जुन ओल्ड प्रिन्सिपल थियो त्यो ओल्ड प्रिन्सिपल भनेको 10,000 हामीले सुरुमा जम्मा गर्दाखेरि चाहिँ कति त 10,000 रुपैयाँ जम्मा गरेका थियौं तर अब चाहिँ हाम्रो दोस्रो वर्षको लागि सेकेन्ड इयरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फर्स्ट इयरको 10,000 थियो नि त 10,000 मा 600 चाहिँ इन्ट्रेस्ट पनि प्लस भयो 10,000 मा 600 इन्ट्रेस्ट प्लस भएर 10,600 जुन यो पैसा छ हामीसँग जुन यो रुपैयाँ छ हैन सरी पैसा भनिरहेको छु बानी पैसाकै छ सो यहाँनिर चाहिँ जुन रुपैयाँ छ यो रुपैयाँ चाहिँ के भयो यो RS रुपीज के भयो भन्दाखेरि 10,600 रुपीज भनेको हाम्रो यो के हुन्छ भन्दाखेरि प्रिन्सिपल नयाँ प्रिन्सिपल हुन्छ न्यू प्रिन्सिपल हुन्छ सो न्यू प्रिन्सिपल दोस्रो इयरको लागि जुन प्रिन्सिपल हुन्छ नि त त्यो 10,000 मा 600 प्लस भएर 10,600 रुपीज यो भनेको नयाँ प्रिन्सिपल ठीक छ 10,600 सो अब हामीले चाहिँ इन्ट्रेस्ट निकालौं दोस्रो इयरको लागि है फर्स्ट सेकेन्ड इयर इन्ट्रेस्ट निकालौं यसमा हाम्रो सेमै हो गर्ने जस्तै यहाँ 10,000 को 6% निकालेका थियौं यहाँ अब 10,600 को 10,600 into 10% 10,600 सेमै छ मल्टिप्लाई को मल्टिप्लाई अनि 6 को 6% हटाउन लागि 100 ले डिभाइड गर्ने यसलाई क्याल्कुलेट गर्दाखेरि RS 636 आन्सर आउँछ है त्यसपछि अब कम्पाउन्ड अमाउन्ट निकाल भनेको थियो क्वेशनले के कुरा त एउटा कम्पाउन्ड अमाउन्ट एउटा कम्पाउन्ड इन्ट्रेस्ट मैले सुरुमा कम्पाउन्ड अमाउन्ट निकाले है त जुनसुकै लेख्दा पनि के फरक परेन मैले कम्पाउन्ड अमाउन्ट सुरुमा निकाले कम्पाउन्ड अमाउन्ट CA यो कसरी आउँछ भन्दाखेरि यसमा चाहिँ जुन यहाँसम्म पुगेका छौं नि दुईटा तरिका छ यो लेख्ने एउटा तरिका भनेको चाहिँ जुन यो प्रिन्सिपल थियो सुरुको प्रिन्सिपल यो 10,000 मा सबै इन्ट्रेस्टलाई जोडिदिने जस्तै पहिलो वर्षको इन्ट्रेस्ट यो अनि दोस्रो वर्षको इन्ट्रेस्ट यो 10,000 हैन यो 10,000 मा यो दुईटालाई जोडेपछि पनि यहाँनिर आन्सर आउँछ यो आउँछ अर्को तरिका भनेको यो हेर्नुस् मैले के भने भर्खर 10,000 मा यो अनि यो जोड्ने भने अब हेर्नु होला है 10,000 मा यो वाला यो जोडेर त यति आएकै छ नि त हो यसमा मैले यो जोडिदिएको यता हैन यसमा चाहिँ यो प्लस गरिदिएको यसमा यो प्लस गर्दाखेरि हाम्रो RS 11,236 हुन्छ है त्यसै कम्पाउन्ड इन्ट्रेस्ट पनि निकाल्नु छ सो कम्पाउन्ड इन्ट्रेस्ट भनेको यो दुईटा इन्ट्रेस्ट छ हामीसँग यो दुईटा सो यो दुईटैले प्लस गर्ने CI इज इक्वल टु 600 प्लस 636 यो भनेको चाहिँ हाम्रो 1236 भइहाल्यो है त्यसै क्वेशन नम्बर बी मा फर फर्स्ट इयर अब सेमै गर्ने यसमा जस्तै यहाँ फर्स्ट इयरको लागि पछि सेकेन्ड इयरको लागि निकाल्यौ यसमा चाहिँ 3 इयर्सको लागि यहाँ पैसा जम्मा गरेको थियो भनेपछि 3 इयर्स सम्म हामीले पुग्नु पर्ने हुन्छ भनेको थर्ड इयरको लागि पनि निकाल्नु पर्ने हुन्छ सेमै हो फर फर्स्ट इयर लेख्यौ फर्स्ट इयरको लागि जुन प्रिन्सिपल छ 64,000 को कति पर्सेन्ट छ 6% निकाल्ने त्यही गरेको मैले 64,000 into 6% यसलाई क्याल्कुलेट गर्दाखेरि RS 3,840 आइहाल्यो अब अमाउन्ट एट द एन्ड अफ फर्स्ट इयरको लास्टमा चाहिँ कति भयो त त्यसको चाहिँ अमाउन्ट अब त्यो निकालौं त्यसरी चाहिँ कसरी आउँछ त अब जुन यो 64,000 हुन्छ हैन यो 64,000 मा के कोलाई प्लस गर्दिने यो इन्ट्रेस्टलाई प्लस गर्दिने भनेको यो जुन प्रिन्सिपल थियो यो प्रिन्सिपलमा हामीले केलाई प्लस गर्दिने इन्ट्रेस्टलाई प्लस गर्दिने अब त्यही गरेको 64,000 मा यो इन्ट्रेस्टलाई प्लस गरेको हाम्रो 67,840 भइहाल्यो है त्यसपछि फर्स्ट सेकेन्ड इयर न्यू प्रिन्सिपल हामी जस्तै यहाँ माथि हामीले न्यू प्रिन्सिपल निकालेका थियौं यहाँ पनि न्यू प्रिन्सिपल फर सेकेन्ड इयर न्यू प्रिन्सिपल भनेको जुन यो वाला जुन अमाउन्ट हुन्छ नि त हामीसँग फर्स्ट इयरमा जुन अब इन्ट्रेस्ट आएको थियो त्यो क्याल्कुलेसन गरिसकेपछिको जुन हामीसँग अमाउन्ट हुन्छ त्यो अमाउन्ट भनेको यो यही भनेको हाम्रो नयाँ दोस्रो वर्षको लागि प्रिन्सिपल बन्छ सो यहाँ न्यू प्रिन्सिपल भनेको यही भइहाल्यो त्यसपछि इन्ट्रेस्ट निकालौं यसमा पनि सो फर सेकेन्ड इयर इन्ट्रेस्ट भनेको कति त जस्तै यहाँ 64,000
64,000 को हामीले 6% निकालेका थियौं सेम गरेर हामीले यो पैसाको हैन यो रुपीजको 6% निकाल्ने यसको 6% क्याल्कुलेसन गर्दाखेरि यति आउँछ ठीक छ यसको आन्सर यति भइहाल्यो त्यसपछि फेरि हामीले जस्तै यहाँ अमाउन्ट निकालेका थियौं यस्तै यहाँ पनि गर्ने अमाउन्ट एट द एन्ड अफ सेकेन्ड इयर A2 यो कसरी निकाल्ने त जुन यति पैसा दियो प्रिन्सिपलमा यो इन्ट्रेस्टलाई जोड्ने हो हैन सो प्रिन्सिपल प्लस यो इन्ट्रेस्ट यो जोड्दाखेरि चाहिँ यति भइहाल्यो फर थर्ड इयरमा चाहिँ हामीले के गर्ने फेरि नयाँ प्रिन्सिपल आइहाल्छ न्यू प्रिन्सिपल भने जुन हेर्नुस् यसमा जुन A1 थियो यति यो भनेको हाम्रो नयाँ प्रिन्सिपल भएको थियो सेम तरिकाले जुन यो A2 छ यो A2 अमाउन्ट नयाँ अमाउन्ट यो भनेको हाम्रो नयाँ प्रिन्सिपल हुन्छ न्यू प्रिन्सिपल भनेको यही हुन्छ यो सो अब चाहिँ इन्ट्रेस्ट यसमा पनि निकाल्नु पर्छ तेस्रो इयरको लागि पनि त इन्ट्रेस्ट निकाल्नु पर्यो फर थर्ड इयर इन्ट्रेस्ट I3 इज इक्वल टु हामीले के गर्ने त जुन यो छ नि त यसको चाहिँ कति पर्सेन्टेज निकाल्ने 6% है तर यसको 6% भनेको यति पैसा हुन्छ अब यसपछि चाहिँ हामीले के गर्नुपर्छ त कम्पाउन्ड फिनिश भइहाल्यो है 3 वर्षसम्मको क्याल्कुलेसन भइहाल्यो भनेपछि त्यसपछि चाहिँ हामीले अब फाइनल आन्सर लेख्नतर्फ जाने दुईटा आन्सर लेख्नुपर्छ एउटा कम्पाउन्ड अमाउन्ट कति हो एउटा कम्पाउन्ड इन्ट्रेस्ट कति हो कम्पाउन्ड अमाउन्ट CA भनेको चाहिँ हामीलाई थाहा छ के गर्ने त यहाँसम्म त हामीले जोडेरै पुगेको हौं यो जुन पैसा छ नि त यति रुपैयाँ यो रुपैयाँमा हामीले चाहिँ यसलाई जोड्दिने हैन यति रुपैयाँमा हामीले यसलाई चाहिँ प्लस गरिदिने सो यसमा चाहिँ यो इन्ट्रेस्टलाई प्लस गरेर आइहाल्यो अर्को तरिका भनेको चाहिँ जुन क्वेशनको 64,000 थियो नि त यो 64,000 मा यहाँ लेख्ने है 64,000 प्लस के गर्ने भन्दाखेरि जुन तीनटा इन्ट्रेस्ट हो यो I1 I2 I3 I1 I2 I3 यो तीनटैको भ्यालु हामीले चाहिँ प्लस गर्नुपर्छ सो I1 भनेको यो I2 भनेको यो I3 भनेको यो 1 2 3 तीनटाको भ्यालु है हामीले यहाँ प्लस गर्ने 64,000 मा चाहिँ यो प्लस यो प्लस यो यति गर्दाखेरि पनि हाम्रो यो आन्सर आउँछ ठीक छ त्यसपछि कम्पाउन्ड इन्ट्रेस्ट कसरी निकाल्ने त कम्पाउन्ड इन्ट्रेस्ट भनेको सिम्पलै छ जुन यो इन्ट्रेस्ट छ नि त I1 इन्ट्रेस्ट अर्को टु I2 अनि इन्ट्रेस्ट I3 यो तीनटै इन्ट्रेस्टको भ्यालुलाई प्लस गरिदिने यति मात्र प्लस गर्ने यति फरक हो अमाउन्ट निकाल्नको लागि चाहिँ प्रिन्सिपल पनि जोड्नु पर्छ प्रिन्सिपललाई पनि प्लस गर्नुपर्छ तर यो इन्ट्रेस्ट निकाल्नको लागि खाली इन्ट्रेस्टको भ्यालु मात्र यो प्लस गर्ने यो तीनटाको भ्यालु प्लस गर्ने त्यो तीनटाको भ्यालुलाई प्लस गरेर यति आएको है ल स्क्रिनशट लिन मन छ भने स्क्रिनशट लिँदा हुन्छ पछि लेख्नलाई सजिलो अब क्वेशन नम्बर C मा पनि गर्ने यस्तै हो फर्स्ट इयर फर्स्ट सेकेन्ड इयर भन्दै बनाउने हो अब यहाँनिर हेर्नु होला मैले एउटा कुरा भन्न चाहे मैले यहाँ क्वेशन सार्दाखेरि यो कुरा छुटेको रहेछ है त्यही भएर मैले अहिले थपेको छु यहाँनिर हेर्नु होला फर फर्स्ट इयर R1% 10% थियो यहाँ अलिकति फरक छ है यो दुईटा क्वेशन भन्दा पनि यो क्वेशन म बुझाउँछु भने फर्स्ट इयरको लागि अरु त सेमै हो यहाँ प्रिन्सिपल 20,000 छ टाइम 2 वर्ष छ हैन 2 इयर्स छ त्यसपछि चाहिँ यहाँनिर चाहिँ जुन रेट अफ इन्ट्रेस्ट छ फर्स्ट इयरको लागि चाहिँ R1% भनेको 10% छ भनेपछि चाहिँ रेट अफ इन्ट्रेस्ट फर द सेकेन्ड इयर अनि सेकेन्ड इयरको लागि चाहिँ कति छ त R2% भनेको चाहिँ कति त R2 भनेको कति छ त 12% छ है पर एनम भनेर भनेको छ सो हामीले चाहिँ बुझ्नुपर्ने कुरा भनेको पहिलो वर्षको लागि चाहिँ 10% को हिसाबले क्याल्कुलेसन गर्ने दोस्रो वर्षको लागि चाहिँ 12% को हिसाबले क्याल्कुलेसन गर्ने 20,000 दुई वर्षको लागि जम्मा भएको रहेछ पहिलो वर्ष 10% दोस्रो वर्ष चाहिँ 12% ल त्यसै अनुसार हेरौँ यहाँनिर फर फर्स्ट इयर इन्ट्रेस्ट निकाल्दाखेरि जुन 20,000 छ त्यसको 10% निकाल्ने किनकि क्वेशनले फर्स्ट 1% कति दिएको थियो त 10% है त्यसले चाहिँ यसको 10% भनेको 2,000 20,000 को 10% 2,000 भइहाल्यो त्यो अमाउन्ट पनि निकालौँ अमाउन्ट निकाल्नको लागि हामीलाई थाहा छ यो जुन प्रिन्सिपल थियो 20,000 मा यो इन्ट्रेस्टलाई जोड्नु पर्छ यो दुईटालाई प्लस गर्दाखेरि 22,000 भइहाल्यो अब फर सेकेन्ड इयरको लागि चाहिँ नयाँ प्रिन्सिपल अगाडिको जस्तै हो नयाँ प्रिन्सिपल भनेको चाहिँ जुन यो अमाउन्ट हुन्छ यो अमाउन्ट भनेकै नयाँ प्रिन्सिपल हो त्यसपछि चाहिँ इन्ट्रेस्ट निकाल्ने तरिका सेमै हो जस्तै यहाँ 20,000 को 10% निकालेका थिए त्यस्तै यहाँ प्रिन्सिपल जुन 22,000 हामीसँग छ सो यो 22,000 को 12% किन सर किनकि यहाँनिर चाहिँ 12% यहाँनिर दिएको छ R2 भनेको कति छ त 12% छ त्यही भएर चाहिँ यहाँ चाहिँ हामीले 12% नै राख्ने यो सेमै छ 12 को 12% हटाउन लागि 100 ले डिभाइड गरेको यसलाई क्याल्कुलेसन गर्दाखेरि कति आउँछ यसलाई क्याल्कुलेट गर्दाखेरि चाहिँ 2640 आउँछ त्यसपछि कम्पाउन्ड अमाउन्ट र कम्पाउन्ड इन्ट्रेस्ट निकाल्यो भनेको छ त्यो दुईटैले नै निकालेको कम्पाउन्ड अमाउन्ट निकाल्ने तरिका मैले चाहिँ अब अलिकति मैले यहाँनिर फरक गरे है अब यहाँ के फरक गरे भन्दाखेरि चाहिँ जुन यहाँ चाहिँ प्रिन्सिपल थियो प्रिन्सिपल मात्र लेखे अगाडि त मैले यहाँ यो यसमा चाहिँ जुन थियो नि त कहाँ गयो यो यसमा चाहिँ यो डाइरेक्ट यसलाई जोडेर लेखिराले त्यसरी बुझिएन भने यसरी पनि गर्न सक्नुहुन्छ मैले अगाडिको यो भनेको यो भन्दा अघिल्लो क्वेशनमा पनि हजुरलाई बताएको छु अब यसमा गर्नुपर्ने भनेको के हो भन्दाखेरि जुन प्रिन्सिपल थियो 20,000 त्यसमा यो इन्ट्रेस्टलाई जोड्दै जाने यो 20,000 लेख्ने
अनि यो इन्ट्रेस्ट I1 2000 पनि जोड्ने, त्यस्तै इन्ट्रेस्ट I2 भनेको यो 2640 पनि प्लस गर्ने। यो तीनटैले प्लस गर्दाखेरि हाम्रो 24640 हुन्छ है। त्यसपछि कम्पाउन्ड इन्ट्रेस्ट पनि निकाल्नु छ। सो कम्पाउन्ड इन्ट्रेस्ट CI, कम्पाउन्ड इन्ट्रेस्ट CI भनेको हामीलाई थाहा छ इन्ट्रेस्ट र इन्ट्रेस्टलाई जोड्नुपर्छ। सो यो इन्ट्रेस्ट अनि यस्तै अर्को इन्ट्रेस्ट, यो दुईटै इन्ट्रेस्टलाई प्लस गरिदिने, ठीक छ। सो यो इन्ट्रेस्टवाला र यो इन्ट्रेस्टको भ्यालुलाई प्लस गरिदिने, यो दुईटैले प्लस गर्दाखेरि हाम्रो आरएस 4640 आन्सर भइहाल्यो। विद्यार्थी भाइ बहिनीहरू बुझ्नुभयो होला। ल त्यसपछि हामीले क्वेसन नम्बर 4 छ। क्वेसन नम्बर 4 मा हेरौँ। क्वेसन नम्बर 4 मा एट what rate of compound interest per year will the compound interest of RS 100 in a year be RS 12 राइट भनेको छ। अब हामीलाई सोधेको के हो भन्दाखेरि चाहिँ एट वाट रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट भनेको यहाँ रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट आर सोधेको हो, रेट सोधेको हो है। हामीलाई के सोधेको रेट, अनि त्यही भएर चाहिँ रेट अफ इन्ट्रेस्ट आर भनेको वाट भइहाल्यो। त्यसपछि प्रिन्सिपल हामीलाई दिएको छ। प्रिन्सिपल भनेको यहाँनिर चाहिँ 100 प्रिन्सिपल हो। सो आरएस 100 चाहिँ प्रिन्सिपल भइहाल्यो। इन अ इयर भनेको एउटा वर्षको लागि भनेको टाइम चाहिँ 1 इयर। अनि यहाँनिर यो के हो त भन्दाखेरि चाहिँ हाम्रो कम्पाउन्ड इन्ट्रेस्ट दिएको, कम्पाउन्ड इन्ट्रेस्ट दिएको आरएस 100 को एउटा वर्षमा 12 रुपियाँ कम्पाउन्ड इन्ट्रेस्ट पाउनको लागि कति रेट अफ इन्ट्रेस्ट हुनुपर्छ भनेर सोधेको हो। सो यहाँ कम्पाउन्ड इन्ट्रेस्ट 12 दिएको। अब हामीलाई थाहा छ यहाँनिर कम्पाउन्ड इन्ट्रेस्ट CI भनेको 12 रहेछ। सो कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला लगाऊ न। कम्पाउन्ड इन्ट्रेस्टको फर्मुलाबाट हामीले यहाँ क्वेसनले सोधेको जुन आर छ त्यो निकाल्न सकिन्छ यस्तो क्वेसनमा। सो अब हामीले चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट CI को फर्मुला के हो त, इयरली कम्पाउन्ड इन्ट्रेस्टको 1p टाइम्स 1 + r/100 को होल पावर t - 1 हैन, अनि ब्र्याकेट क्लोज। त्यसपछि चाहिँ यहाँनिर चाहिँ यो सेमै छ। त्यसपछि p को भ्यालु राखेको, p भनेको चाहिँ यहाँनिर 100 छ। सो p RS 100। त्यसपछि यो सेम टाइम भनेको चाहिँ यहाँ 1 इयर हो। सो टाइमको ठाउँमा 1 -1 को -1 यो सेमै छ। त्यसपछि मैले यो RS लाई काटिदिए सेम हैन। त्यसपछि चाहिँ हेर्नु होला यो 100 छ नि यहाँ मल्टिप्लाईमा हुन्छ योसँग। सो 100 यता छ भने यसलाई चाहिँ अर्को साइडमा लाग्दाखेरि केमा जान्छ त, डिभाइडमा जान्छ हैन। 12 लेख्ने, यो मल्टिप्लाईमा भएको होला यता जाँदाखेरि डिभाइडमा गयो। त्यसपछि यो भित्रको वाला हैन। अब यहाँ हेर्नु होला यसको पावरमा 1 भनेको यही भइहाल्यो, -1 को -1। अब यहाँ एउटा +1 छ हैन, एउटा -1 छ भनेको 1 मा चाहिँ माइनस गर्नु छ भने 1 मा 1 माइनस गर्दाखेरि 0 हुन्छ। सो यो दुईटालाई काट्नु भनेको 0 हुनु है घटेर। त्यसपछि चाहिँ यो सेमै छ, यो पनि मैले सेमै लेखेको। अब तलपट्टि हेर्दाखेरि 100 दुईटैमा सेम छ। सो 100 ले 100 लाई काटिदियौँ, किनकि यो यता जाँदाखेरि माथि जाँदाखेरि पछि डिभाइड नै त हुने हो यहाँ माथि आएर हैन। यो डिभाइडमा भएको वाला यता लाग्दाखेरि क्रस मल्टिप्लाई गर्दाखेरि यो माथि जाँदाखेरि हैन, यो यता मल्टिप्लाई गर्दाखेरि चाहिँ माथि आउँदाखेरि यहाँ 100 हुन्छ। सो 100 ले 100 लाई काट्नै पर्छ त्यो बेला भनेको डिभाइड जान्छ नि, त्यो भन्दा यहीँनिर काटेको मैले, यसले काटिदियो। आर भनेको कति त 12% रहेछ, यो निकाल भनेको थियो है। क्वेसन नम्बर 2 मा पनि यस्तै छ। अब अलिकति तरिका चाहिँ फरक छ, गर्ने यही हो, तरिका यस्तै हो तर भित्रपट्टिको तरिका अलग छ। हेरौँ के भन्ने खोजेको मैले चाहिँ एट वाट रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट भनेको यहाँ रेट अफ इन्ट्रेस्ट निकाल्नु भन्ने छ। फर इयर विल बी द कम्पाउन्ड इन्ट्रेस्ट अफ RS 200 भनेको यो प्रिन्सिपल हो, प्रिन्सिपल RS 200 हो। अनि यो 2 वर्ष भनेको चाहिँ 2 इयर्स भनेको चाहिँ टाइम चाहिँ 2 इयर्स रहेछ। अनि यो 42 के दिएको त, कम्पाउन्ड इन्ट्रेस्ट दिएको। जस्तै यहाँ 12 माथि कम्पाउन्ड इन्ट्रेस्ट थियो, सेम तरिकाले कम्पाउन्ड इन्ट्रेस्ट CI भनेको 42 दिएको। अब यसको फर्मुला लगाउने हामीले फर्मुला लेखेको यो सेमै छ। त्यसपछि p को भ्यालु 200 हो RS हैन, यो भित्रपट्टिको सेमै छ। टाइम कति हो, टाइम 2 इयर्स हो। सो t को ठाउँमा 2 -1 को -1 यो सेमै छ। RS ले RS काटिदिएको मैले। अनि चाहिँ हेर्नु होला यो 200 मल्टिप्लाईमा हुन्छ, यसले अर्को साइडमा लाग्दाखेरि यो 42 लेख्ने, अनि यो मल्टिप्लाईमा भएको वाला अर्को साइडमा जाँदाखेरि केमा जान्छ त, डिभाइडमा जान्छ हो। सो अब यो भित्रपट्टिको मैले यहाँ सेमै लेखेको छु। त्यसपछि यो डिभाइड गर्दाखेरि यति डिभाइड गर्दाखेरि यति हुन्छ है। त्यसपछि यो जो -1 छ, यो -1 अर्को साइडमा जाँदाखेरि के हुन्छ त, +1। त्यही भएर यहाँ मैले यो -1 लाई यता ल्याएर यहाँ +1 लेखेको है। यो मात्र बाँकी रह्यो, यो लेखेको। त्यसपछि यो सेमै छ, यसमा यो प्लस गर्दाखेरि यति भइहाल्यो। अब यहाँ बुझ्नुपर्ने कुरा एकदमै इम्पोर्टेन्ट हो, किनकि यो वाला क्वेसन हजुरको चाहिँ एक्जाममा यहाँबाट यस्तैबाट जुन प्रोसेस अगाडि बढ्छ नि त यसको, सो त्यो प्रोसेस हजुरको ठुल्ठुलो हार्ड क्वेसनमा पनि यस्तै प्रोसेस आउँछ हैन। टप लेभलको क्वेसनहरू एक्जाममा आउनेवाला त्यो क्वेसनहरुमा पनि यस्तै प्रोसेस गर्नुपर्छ। सो अब के गर्ने त यसपछि आर को मान निकाल्नको लागि हामीले सबभन्दा सजिलो तरिका भनेको चाहिँ एउटा तरिका त यो यता आएर स्क्वायर रुट बन्छ भन्ने थाहा नै छ, त्यो भन्दा पनि अब यो तरिका भनेको एकदम बढिया वाला तरिका हो। त्यो त हामीले चाहिँ यता उता गएर बन्छ भन्ने वाला ठिकै छ। अब यो तरिका कस्तो हो भन्दाखेरि चाहिँ जस्तै यहाँनिर हेर्नु है, यसको माथि 2 छ नि है,
भनेको यसको स्क्वायर छ नि त्यस्तै यहाँ पनि यो कतिको स्क्वायर यो निकाल्नुपर्छ हैन यो कतिको स्क्वायर निकाल्नुपर्छ त्यसको लागि हामीलाई थाहा छ यो कतिको स्क्वायर हो भन्दाखेरि 1.1 को हैन 1.1 को स्क्वायर हो ठीक छ यो भनेको 1.1 भनेको कति 1.1 को स्क्वायर कति आउँछ 1.21 आउँछ सो जहाँनिर पनि 1.21 छ त्यसको ठाउँमा हामीले 1.21 को ठाउँमा के लेख्न सक्ने रहेछौँ त 1.1 को स्क्वायर लेख्न सक्छौँ त्यही भएर 1.1 को स्क्वायर यो कसरी खासमा भएको भन्दाखेरि चाहिँ यो जुन छ नि यो यता आउँदाखेरि के बन्छ भनेर याद गरे हजुरले पढ्नु पनि भएको थियो होला जस्तै मैले पनि धेरैवटा भिडियोहरुमा भनेको पनि छु स्क्वायर यता आउँदाखेरि के भन्छ स्क्वायर रुट बन्छ अनि यो 1.21 हैन त्यसपछि चाहिँ यो यहाँनिर बाँकी रहन्थ्यो अनि चाहिँ यहाँ स्क्वायर रुट 1.21 भनेको चाहिँ कति हुन्छ त 1.1 हुन्छ अनि त्यसरी पनि बनाउन सक्नुहुन्छ एउटा तरिका दोस्रो तरिका भनेको यो कतिको स्क्वायर फाइन्ड गर्ने यो कतिको जति यहाँ स्क्वायर छ नि यहाँ यो कतिको स्क्वायर हो त्यो फाइन्ड गर्ने के स्क्वायर फाइन्ड गर्नुको लागि हामीले स्क्वायर रुट भित्र जसको स्क्वायर फाइन्ड गर्नु त्यसको लेख्ने जस्तै 4 को कतिको स्क्वायर हो भन्नेको लागि 4 यहाँ त लेख्ने 4 लेखेपछि जति आन्सर आउँछ जस्तै 2 आन्सर आयो भने 2 को स्क्वायर 4 हो जस्तै मानौ 5 कतिको स्क्वायर हो थाहा छैन भने चाहिँ 5 लेख्ने नि स्क्वायर रुट भित्र आन्सर आइहाल्छ अनि यहाँ पोइन्टमा आउँछ 2.23 समथिङको स्क्वायर रहेछ यो है त्यस्तै यो कतिको यहाँ स्क्वायर छ भने यो कतिको स्क्वायर हो त्यो निकाल्ने त्यो भनेको चाहिँ स्क्वायर रुट लगाएर 1.21 लेख्ने त्यो लेख्दाखेरि हजुर कति आउँछ 1.1 आउँछ है सो यहाँनिर चाहिँ 1.21 जहाँनिर पनि छ त्यसको ठाउँमा हामीले चाहिँ 1.1 को स्क्वायर हो भन्न सक्यौ भनेको 1.21 कतिको स्क्वायर हो त 1.1 को स्क्वायर हो त्यसैले 1.21 को ठाउँमा हामीले 1.1 स्क्वायर लेख्न सक्यौ अब हेर्नुस् त पावर इक्वल छ भने यहाँ बेस पनि इक्वल हुनुपर्छ यहाँ इक्वल हुनको लागि यसको भ्यालु र यसको भ्यालु इक्वल हुनको लागि पावर इक्वल छ भने बेस पनि इक्वल हुन्छ त्यही भएर चाहिँ यो बराबर यो लेखेको है त्यसपछि यो सेमै छ अनि यो +1 लाई चाहिँ अर्को साइडमा लग्दाखेरि -1 त्यसपछि यो सेमै छ यसमा यो माइनस गर्दाखेरि यति r सेमै छ डिभाइडेड बाइ 100 लाई अर्को साइडमा लग्दाखेरि मल्टिप्लाई 100 है अब r को r छ यो दुईटैलाई मल्टिप्लाई गर्दाखेरि 10 हाम्रो पर्सेन्टेज आन्सर भयो है 10% हाम्रो चाहिँ के को भ्यालु रहेछ त रेट अफ इन्ट्रेस्ट को भ्यालु रहेछ त्यसपछि क्वेशन नम्बर 5 को ए मा अ फार्मर बोरोड Rs 20,000 फ्रम अ कोअपरेटिभ टु इन्भेस्ट इन अ पोल्ट्री फार्म फर 3 years at the rate of compound interest of 15% per year. Find the compound interest and the compound amount of 3 years भनेर भनेको छ यहाँ दिएको कुराहरुलाई बुझिहालौं भनेको लेख्दै बुझ्दै गरौँ है यहाँ जस्तै प्रिन्सिपल छ सो यो 20,000 यहाँनिर लोन लिएको रहेछ सो यहाँ 20,000 चाहिँ कति भयो त यहाँनिर चाहिँ प्रिन्सिपल भयो हाम्रो हैन p भनेको 20,000 आरएस त्यसपछि चाहिँ यहाँनिर इन्भेस्ट गर्नको लागि चाहिँ लिएको रहेछ 3 वर्षसम्मको लागि हैन भनेको 3 इयर्स चाहिँ यो टाइम भयो टाइम भनेको 3 इयर्स त्यसपछि 15% यहाँनिर रेट दिएको छ सो रेट अफ इन्ट्रेस्ट r भनेको चाहिँ कति त 15% हामीलाई निकाल भनेको सी कम्पाउन्ड इन्ट्रेस्ट CI अनि कम्पाउन्ड अमाउन्ट CA निकाल भनेको एकदमै सजिलो छ वी नो CI भनेको चाहिँ यहाँ इयरली कम्पाउन्ड इन्ट्रेस्टको लागि चाहिँ लगाइराछौँ है सो p टाइम्स 1 + r/100 को होल पावर t - 1 यो फर्मुला लगाएको p को भ्यालु 20,000 1 अनि प्लस अब मेन क्वेशन हो यो सुरु है त अहिलेसम्म त यो सिम्पल क्वेशन थियो अब मेन एक्जाम आउने टाइपको क्वेशन अब सुरु हुँदैछ सो r को चाहिँ r भनेको चाहिँ कति त r भनेको चाहिँ 15 हो सो r को ठाउँमा चाहिँ 15 100 को 100 अनि t भनेको चाहिँ 3 छ हैन टाइम भनेको 3 हो नि त सो t को ठाउँमा 3 -1 को -1 यो सबै एकैचोटी क्याल्कुलेट गर्दाखेरि यति आउँछ हजुरले अब यति यसरी गर्नु होला जुनसुकै क्याल्कुलेटर होस् यस्तै गर्नु होला 20,000 है डबल ब्र्याकेट त्यसपछि 1 + 15 डिवाइडेड बाइ 100 अनि यसको होल पावर 3 अनि त्यसपछि -1 अनि ब्र्याकेट क्लोज्ड यति गरेर इक्वल टु थिच्दाखेरि चाहिँ हाम्रो कति आन्सर आयो त यो 10,417.5 यति चाहिँ यसको के भयो त आन्सर भयो है यति यसको आन्सर भयो हजुरले बुझ्नु भयो होला के पनि गर्नु पर्दैन क्याल्कुलेटरमा टाइप गरेर डाइरेक्ट आन्सर लेख्दा भइहाल्छ है बरु एक्जाममा चाहिँ एउटा स्टेप बढी गर्दा के पनि एक्जाममा देखाउनु पर्ने स्टेपहरु मेन स्टेपहरु भनेको फर्मुला हुनु पर्यो दोस्रो कुरा भ्यालुहरु पुट गरेको जस्तै यो p भनेको यति हो r भनेको यति हो यो स्टेप हुनै पर्छ अनि आन्सर वाला स्टेप त मेनै भयो यो नभए कसरी होला हैन यो पनि हुनै पर्छ अनि अब बीचको जतिवटा स्टेप देखाए पनि फरक परेन है तपाईको इच्छा त्यसपछि अगेन त्यसपछि हामीले अर्को कुरा के भनेको त CA पनि निकाल्नु अब हामीलाई थाहा छ CA भनेको त P + CI हुन्छ हैन प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट भनेको चाहिँ कम्पाउन्ड अमाउन्ट हो अब चाहिँ हामीले P भनेको चाहिँ हामीलाई थाहा छ कति हो 20,000 CI भनेको चाहिँ कति त यो CI भनेको भर्खरै निकालेका छौं यति सो यसमा यो प्लस गर्दाखेरि चाहिँ यति आन्सर भइहाल्यो देयरफोर कम्पाउन्ड इन्ट्रेस्ट इज RS 10,417.5 एन्ड अमाउन्ट इज भनेको कम्पाउन्ड अमाउन्ट इज RS 30,417.5 हाम्रो यसको आन्सर भयो है ल यसपछि क्वेशन नम्बर B यसैको क्वेशन नम्बर B
यस्तै गर्ने हो। यसमा पनि हेर्नु होला। क्वेशन नम्बर बी मा चाहिँ के भनेको छ भन्दाखेरि अ टिचर डिपोजिटेड आरएस 50,000 इन अ बैंक एट द अकाउन्ट अफ हिज डटर if the bank provides yearly 10% interest, what will be the compound interest and compound amount in 3 years? Time 3 years रहेछ, so time 3 years। अनि यहाँनिर यता जाँदाखेरि यो इन्ट्रेस्ट रेट हामीले थाहा भयो 10%, आर भनेको 10%, अनि 50,000 डिपोजिट गरेको थियो, सो 50,000 भनेको प्रिन्सिपल भइहाल्यो। अब हामीलाई निकाल भनेको के हो त, कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड अमाउन्ट। सो कम्पाउन्ड इन्ट्रेस्ट भनेको सिआई भनेको त्यसको फर्मुला लगाउने, यहाँ भ्यालु पुट गर्ने, आन्सर निकाल्ने, यति आउँछ। कम्पाउन्ड अमाउन्ट भनेको पी प्लस सिआई हुन्छ। पी भनेको हाम्रो थाहा छ 50,000 हो, 50,000। सिआई भनेको चाहिँ यति, सो सिआईको ठाउँमा यति, यो दुईटैलाई प्लस गर्दाखेरि यति। ठिक छ, मजाले बनाउन सकिहाल्नुहुन्छ। अनि यो क्वेसन सीमा ध्यान दिनु होला है। मैले स्टार किन लगाएको भन्दाखेरि यहाँनिर हेर्नु होला, यहाँनिर हेर्नुहोस् त टाइम कति छ, 2 years 6 months। मेरो बुकमा त यति लेखेको थियो, हजुरको बुकमा पनि सायद यति नै छ होला, सच्याएको त छैन होला हैन। 2 वर्ष 6 महिना छ है। अनि 2 वर्ष 6 महिना राखेर नै हिसाब बनाउनु पर्यो हैन। क्वेसनले जति दियो त्यो अनुसार त हामीले चाहिँ सोल्युसन गर्ने हो यसको। यसरी नै गरेको। यसमा गर्दाखेरि चाहिँ जुन आन्सर आउँछ नि त्यो हजुरको आन्सर सिट त मिल्दैन, यो आन्सर पनि मिल्दैन, यस पछाडिको आन्सर पनि मिल्दैन। यो किन नमिलेको भन्दाखेरि त्यो आन्सर जुन छ नि त्यो आन्सर चाहिँ के छ भन्दाखेरि 5 month, यहाँ 5 month राखेर बनाएको वाला आन्सर छ। यो मन्थको सामा चाहिँ कति त, यो मन्थ्सको सामा 5 months राखेर चाहिँ क्याल्कुलेट गरेको आन्सर छ त्यहाँनिर। ठिक छ, यो वाला आन्सर छैन, यो भन्दा फरक आन्सर छ, हजुरले चेक गर्नु होला। त्यो आन्सर फरक छ, त्यो हामीले ढुक्क हुनुहोस्, मेरो आन्सर एकदमै करेक्ट छ, 100% करेक्ट छ। हजुरको अब यहाँ क्वेसनले जे भनेको थियो त्यो अनुसार नै बनाउनु पर्छ। अब यहाँ आन्सर सिट हेरेर त बनाउने होइन, मैले क्वेसन हेरेर बनाउने हो। सो क्वेसन हेरेर बनाउँदाखेरि चाहिँ यहाँ आन्सर सिट त यो म्याच हुँदैन। किन म्याच गर्नुको लागि के गर्नु पर्यो भन्दाखेरि यो 6 months को ठाउँमा 5 months राख्नु पर्यो भनेको, एम को ठाउँमा चाहिँ यहाँ 6 नराखेर 5 राखेपछि आन्सर मिल्छ। अब त्यसो गरेर त हाम्रो नम्बर त पाइँदैन, किनकि यहाँ क्वेसनले त 6 भनेपछि हामीले 5 त राख्न मिलेन आन्सर मिलाउनुको लागि त हैन। त्यही भएर चाहिँ 6 राख्ने हिसाब गरेको है मैले, बुझ्नु होला। अब हेरौँ, यो अलिकति फरक क्वेसन छ। अनि यो अब टोटल जति पनि क्वेसन छ सबभन्दा फरक क्वेसन भनेको एउटा यही मात्र हो। यो अरू क्वेसन त एक दुसरासित मिल्लान्, तर यो क्वेसन अलि फरकै छ। त्यो क्वेसनलाई त ध्यान दिएर हेर्नु होला है। हेर्नुहोस् त के भनेको छ, सविता डिपोजिटेड आरएस 1,50,000 इन अ बैंक इफ द बैंक प्रोभाइड्स इयरली 6% इन्ट्रेस्ट आफ्टर 2 years 6 months। अब यहाँ सविताले चाहिँ यति जम्मा गरेको रहेछ, डिपोजिट गर्यो बैंकमा, त्यसपछि जुन बैंक छ बैंकले चाहिँ 6% इन्ट्रेस्ट दिने रहेछ हैन। भनेपछि चाहिँ 2 वर्ष 6 महिना 2 years 6 months पछि के गर्नु पर्यो हामीले त, हाउ मच इज द कम्पाउन्ड अमाउन्ट, कम्पाउन्ड अमाउन्ट कति होला त्यो निकाल्नु पर्यो। अनि त्यस्तै हामीलाई चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट पनि कति होला त्यो पनि निकाल भन्यो। ल सजिलो छ एकदमै, हामीलाई दिएको कुराहरू लेखाहाल्यो। यति भनेको प्रिन्सिपल, पी भनेको यति भइहाल्यो। त्यसपछि 6% चाहिँ इन्ट्रेस्ट रेट हो, सो यहाँनिर चाहिँ आर भनेको 6%। अनि टाइम चाहिँ 2 years 6 months छ, सो यहाँ टाइम भनेको चाहिँ 2 years 6 months। त्यसपछि चाहिँ क्वेसन नम्बर आईमा हामीलाई चाहिँ भनेको छ हाउ मच इज द कम्पाउन्ड अमाउन्ट, कम्पाउन्ड अमाउन्ट कति हुन्छ। सो कम्पाउन्ड अमाउन्ट कति हुन्छ भनेको कम्पाउन्ड अमाउन्टको फर्मुला लगाएर थाहा भइहाल्छ। सो कम्पाउन्ड अमाउन्टको फर्मुला लगाउँदाखेरि हाम्रो यहाँ इयर्समा पनि छ टाइम, मन्थ्समा पनि छ। इयर्स र मन्थमा हैन, महिना र वर्ष दुईटैमा दिएको बेला चाहिँ हाम्रो यो फर्मुला हजुरले क्लासमा हजुरको सरले म्यामले सिकाउनु भएको होला है। इयरमा दिएको बेला चाहिँ यति मात्र लगाउँथ्यौं इयर वाला केसमा मात्र, तर मन्थ्स वाला पनि आयो भने हामीले यहाँनिर यति यो वाला पनि यहाँनिर थप गरेर लेख्नुपर्छ है भनेर हजुरको क्लासमा सिकाएको हुनुपर्छ। मैले त्यो सिकाएको छ भनेर अगाडि बढ्दै छु। हजुरलाई केही पनि सिकाएन, फर्मुला कसरी भएको के भएको क्लासमा सरले म्यामले सिकाएनन्, खाली रटाउनु मात्र भयो भने कमेन्ट गर्नु होला। म एउटा छुट्टै भिडियो पनि बनाउने छु फर्मुला सम्बन्धित, सो है कमेन्ट गर्न नभुल्नु होला है। ल त्यसपछि चाहिँ हामीले चाहिँ अब यो मन्थ्स र इयर्समा दिएको बेला चाहिँ हामीले यो फर्मुला लगाउनु पर्छ है कम्पाउन्ड अमाउन्टको। त्यही भएर चाहिँ यो फर्मुला लेखेको हो। त्यसै पी भनेको त्यो भइहाल्यो 1,50,000, पी को ठाउँमा 1,50,000, 1 प्लस आर भनेको चाहिँ 6% हो, सो आर को ठाउँमा चाहिँ 6 लेख्ने, पर्सेन्टको भनेको यहाँ तलपट्टि 100 छ नि त, 100 जस्तो त्यस्तै लेख्ने। अनि चाहिँ टाइम भनेको चाहिँ 2 years, यो चाहिँ वर्ष मात्र हो, यहाँ इयर्स मात्र राख्ने हो, फेरि 6 राख्ने होइन, यहाँ टाइमको ठाउँमा चाहिँ इयर्समा मात्र राख्ने। सो यहाँ टाइम भनेको चाहिँ 2 छ, सो 2 लेख्ने। अनि त्यसपछि चाहिँ 1 प्लस एम भनेको चाहिँ हेर्नुहोस् त, एम भनेको मन्थ्स हो, मन्थ्स चाहिँ कति छ 6 छ, सो एमको ठाउँमा 6, यहाँ बिचमा के भनेपछि मल्टिप्लाई आर भनेको चाहिँ आर भनेको कति छ त 6 छ, सो आरको ठाउँमा पनि 6, 1200 को 1200। अब यो सबैलाई एकैचोटि क्याल्कुलेटरमा हान्दाखेरि चाहिँ यति आउँछ। हजुरले यति डाइरेक्ट पनि लेख्न सक्नुहुन्छ। अब त हजुरले इक्जाममा चाहिँ के गर्नु होला भन्दाखेरि
जस्तै यो यसको आन्सर कति आउँछ यहाँ लेख्ने, यो भनेको कति आउँछ यहाँ लेख्ने, यो भनेको यहाँ लेख्ने, अनि त्यसपछि चाहिँ बल्ल आन्सर लेख्दाखेरि अझै राम्रो होला। अहिले एक दुईवटा स्टेप देखाएपछि चाहिँ हैन स्टेप धेरै छोड्नु भयो नि भएन, मैले त हजुरलाई बुझाउनुको लागि मात्र लेखेको हो। हजुरले एक्जाममा के गर्नु होला भन्दाखेरि यो स्टेप भन्दा पहिला यहाँनिर यो स्टेपमा के लेख्नु होला भन्दाखेरि यो 1,50,000 बनेको यस्तै लेख्नु होला। त्यसपछि यसको आन्सर कति हुन्छ क्यालकुलेटरमा टाइप गर्नु होला, यसको आन्सर जति हुन्छ यहाँ लेख्नु होला, मल्टिप्लाई यसको आन्सर जति हुन्छ यहाँ लेख्नु होला। त्यसपछि चाहिँ हजुरले यो सबैलाई मल्टिप्लाई गरेर यो आन्सर आएको भनेर डाइरेक्ट त्यसपछि चाहिँ यो आन्सर लेखिदिनु होला। यसरी हजुरको एक्जाममा एक दुईवटा स्टेप बढी हुन्छ है त, यसरी गर्नु होला है। त्यसपछि कम्पाउन्ड इन्ट्रेस्ट पनि निकाल भनेको छ यहाँ बी नम्बरमा हामीलाई भनेको दोस्रो क्वेसनमा आइआईमा हाउ मच इज द कम्पाउन्ड इन्ट्रेस्ट निकाल्नको लागि हामीलाई निकाल भने यसको लागि हामीलाई के फर्मुला थाहा छ भन्दाखेरि सीए को फर्मुला, सीए बराबर हुन्छ पी प्लस सीआई हैन, सीआई इज इक्वल टु पी प्लस सीआई। हामीलाई चाहियो सीआई, सो सीआई चाहियो भने यसलाई अर्को साइडमा लगाउँ, सीए यहाँ सधैँ छ, प्लस पीलाई अर्को साइडमा लाग्दाखेरि माइनस पी, सीआई को सीआई। त्यसपछि सीए भनेको चाहिँ भर्खरै निकालेका छौँ, सीए भनेको चाहिँ यति हो, सो सीए को ठाउँमा यति राख्यौँ, यहाँ यता लेख्यौँ है, माइनस अब पी भनेको चाहिँ प्रिन्सिपल हेर्नुहोस् त, पी भनेको 1,50,000 थियो, सो पी भनेको 1,50,000, सीआई को सीआई छ। अब सीआई भनेको चाहिँ यसमा यो माइनस गर्दाखेरि यति आन्सर आयो है हाम्रो, ठिक छ ल। त्यसपछि क्वेसन नम्बर 6 मा मनिषा डिपोजिटेड आरएस 50,000 इन अ बैंक, मनिषाले यति डिपोजिट गरेको रहेछ भनेको प्रिन्सिपल 50,000 है। त्यसपछि एट द रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट 8% पर एनम है भनेको चाहिँ 8% चाहिँ इन्ट्रेस्ट रेट रहेछ, सो आर भनेको चाहिँ कति त 8%, ठिक छ। त्यसपछि इफ द बैंक प्रोभाइड्स हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट, हाफ इयरली ध्यान दिनु होला यो शब्दमा, हाफ इयरली, अहिले इयरली भनेको छैन, हाफ इयरली अर्धवार्षिक भनेको छ, हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट दिने रहेछ। देन फाइन्ड द कम्पाउन्ड इन्ट्रेस्ट एन्ड द कम्पाउन्ड अमाउन्ट, कम्पाउन्ड इन्ट्रेस्ट सीआई पनि निकाल भन्यो, कम्पाउन्ड अमाउन्ट सीए पनि निकाल भन्यो हैन। सी रिसिभ्स आफ्टर 2 इयर्स, टाइम पनि थाहा भयो, टाइम भनेको 2 इयर्स। यसरी हामीले क्वेसनबाट फटाफट लेखिहाल्यौँ। त्यसपछि क्वेसनले भनेअनुसार नै निकालौँ, हामीलाई दुईवटा कुरा कम्पाउन्ड इन्ट्रेस्ट निकाल अनि कम्पाउन्ड अमाउन्ट निकाल भनेको चाहिँ सुरुमा कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने, हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट है, सो यहाँनिर हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट सीआई इक्वल टु हामीलाई हाफ इयरलीको बारेमा तल थाहा छ के त, हाफ इयरलीको तलपट्टि के हुन्छ त यहाँ भनेको यसमा आरको तल के लेख्नुपर्छ 200 अनि होल पावरमा 2t, 200 2t हैन, अर्कोमा के थियो त खालि 100t थियो हैन 100 अनि 1t, तर यहाँ 200 2t, अर्को क्वार्टरली वालामा 400 4t। त्यो हजुरले फर्मुला त याद छ होला, मैले भनिहालेँ फर्मुलाको बारेमा नलेज छैन भने कमेन्ट गर्नु होला। अब पी भनेको चाहिँ 50,000 अनि 1 को 1 प्लस को प्लस, आर भनेको यहाँ 8 हो, सो आर को ठाउँमा 8, 200 को 200, 2 को 2, बीचमा के नै भएपछि मल्टिप्लाई, अनि टाइम भनेको चाहिँ 2 हो, सो टाइमको ठाउँमा 2, -1 को -1। यो सब हजुरले क्यालकुलेटरमा एकैचोटि टाइप गर्दाखेरि यति आइहाल्छ, म एकचोटि गरेर पनि देखाउँछु हजुरलाई, हजुरले चिन्ता लिनु परेन। अब सबै क्वेसन त मैले यहाँ टाइम धेरै लाग्छ गर्न खोज्यो भने, सो हजुरले चाहिँ यसरी चाहिँ आफै यसरी यो लेख्नु होला, अनि डबल ब्र्याकेट लगाउनु होला, ठिक छ, यो डबल ब्र्याकेट लगाउनु होला, यो डबल ब्र्याकेट। त्यसपछि चाहिँ 1 + 8, अब यहाँ डाइरेक्ट यसो गर्दा पनि हुन्छ, अब अर्को क्यालकुलेटरवालाको यो नहोला, त्यो भन्दा यसरी गर्दा हुन्छ 8/100 यसरी लेख्दा पनि भइहाल्छ, 100 हैन है, कति त 200, यहाँ 2 छ नि त, सो 200। त्यसपछि यहाँ पावरमा होल पावरमा ब्र्याकेट क्लोज अनि पावरमा घाताङ्कमा कति लेख्ने त 2 × 2 लेख्ने हैन, पावरमा यति लेख्ने, अनि यहाँ तलपट्टि -1 गर्ने, -1 अनि ब्र्याकेट क्लोज इक्वल टु यसको आन्सर कति आयो यति, जुन यो आन्सर छ नि त, मिल्यो, बुझ्नुभयो, ठिक छ ल। यसरी चाहिँ यो आन्सर आएको है। अब त्यसपछि हामीलाई के पनि निकाल्यो भनेको कम्पाउन्ड इन्ट्रेस्ट निकालिहाल्यौँ, कम्पाउन्ड अमाउन्ट पनि निकाल्यो भनेको छ, ल हेर्नुहोस् है, अगेन फेरि हामीले हाफ इयरली कम्पाउन्ड अमाउन्ट निकाल्नु छ। कम्पाउन्ड अमाउन्ट सीए भनेको हामीलाई थाहा छ पी प्लस सीआई हुन्छ, पी भनेको 50,000 थियो, सीआई भर्खरै निकालेको आन्सर, यसमा यो प्लस गर्दाखेरि हाम्रो आन्सर यति भइहाल्यो, त सजिलो थियो है विद्यार्थी भाइ बहिनीहरू। यदि यो क्वेसन बुझ्नुभयो, जुन मैले भर्खर सम्झाएँ यो क्वेसन हैन, यो क्वेसन बुझ्नुभयो, यो क्वेसनको सोल्युसन हजुरले बुझ्नुभयो भने यो भिडियोलाई एउटा लाइक गरिदिनु होला, एउटा मेरो लागि प्यारो कमेन्ट गर्नु होला, किनकि भिडियो बनाउन धेरै मेहनत लाग्छ, सो हजुरले चाहिँ मेरो लागि एउटा प्यारो कमेन्ट गर्नु होला, जसले गर्दाखेरि म हजुरको लागि चाहिँ डेली भिडियो अपलोड गर्ने ट्राई गर्नेछु हैन, डेली भिडियो अपलोड गर्नेछु। हजुरको एससीमा चाहिँ 100 आउट अफ 100 मार्क्स ल्याउन हजुरलाई हेल्प गर्नेछु, भनेको 75 मार्क्सको पेपर हुन्छ, प्र्याक्टिकलमा पनि यति पर्फेक्ट बनाउनेछु, किनकि यहाँ थ्योरीमा पर्फेक्ट हुने मान्छे प्र्याक्टिकलमा पनि पर्फेक्ट भइहाल्छ हैन आफै। सो अब चाहिँ हजुरले चाहिँ एससीमा चाहिँ म्याथमा A+ ल्याउन चाहनुहुन्छ भने हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ ल। त्यसपछि क्वेसन नम्बर B मा अ बैंक प्रोभाइड्स क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट, बैंकले कस्तो त क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ प्रोभाइड गर्ने रहेछ।
इफ सुनिल डिपोजिटेड आरएस 50 lakhs है फर 1 year एट द रेट अफ 12% per annum interest, then find the compound interest and compound amount भनेर भन्यो। कति सजिलो छ हेर्नुहोस्, यति चाहिँ के गरेछ डिपोजिट गर्यो भने यो प्रिन्सिपल हो हाम्रो। अनि रेट अफ इन्ट्रेस्ट यहाँ हेर्नुहोस् 12% छ, 12%। अनि 1 yearको लागि यहाँ डिपोजिट गरेको टाइम भनेको 1 year। अब हामीले निकाल्नु पर्ने दुईटा कुरा, एउटा कम्पाउन्ड इन्ट्रेस्ट, एउटा कम्पाउन्ड अमाउन्ट। सो क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने, यहाँ माथि भनेको है क्वार्टरली, सो क्वार्टरली नै निकाल्ने, हाफ इयरली होइन, इयरली होइन है। हामीले क्वार्टरली भनेको त्रैमासिक, क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट निकाल्नु पर्यो हैन। कम्पाउन्ड इन्ट्रेस्ट निकाल्दाखेरि यसको फर्मुला लेख्यौँ यहाँ 400 वाला हैन, 440 वाला फर्मुला। यसमा चाहिँ भ्यालुहरु पुट गरेको, यो सबै भ्यालुहरु राखेको, अरु केही पनि गरेन। पी भनेको 50 लाख छ, 50 लाख, त्यसपछि 1 प्लस आर भनेको चाहिँ 12 भोल्ट, अर्को ठाउँमा 12, 400 को 400, 4 को 4, बीचमा के भनेपछि मल्टिप्लाई, टाइम भनेको चाहिँ 1 हो, सो टी को ठाउँमा 1, -1 को -1, यो सब क्याल्कुलेट गर्दाखेरि यति आन्सर भइहाल्यो है। ल त्यसपछि अगेन हामीलाई कम्पाउन्ड अमाउन्ट पनि फाइन्ड गर भनेको छ। सो अगेन क्वार्टरली कम्पाउन्ड अमाउन्ट निकाल्नु पर्छ। क्वार्टरली कम्पाउन्ड अमाउन्ट सीए इज इक्वल टु, हामीलाई थाहा छ कम्पाउन्ड अमाउन्टको फर्मुला पी प्लस सीआई हुन्छ। सो पी भनेको चाहिँ 50 लाख प्लस सीआई भनेको चाहिँ यो जुन छ नि त अहिले भर्खर निकालेको आन्सर यो भइहाल्यो है। यसमा यो प्लस गर्दाखेरि यति, ठीक छ। अब त्यसपछि क्वेशन नम्बर 7 को एमा कर्मा गुरुङ डिपोजिट आरएस 80,000 इन अ बैंक एट द रेट अफ 8% compound interest 8% per annum. Find the difference between simple interest and the compound interest of the sum in 2 years. एकदमै सजिलो क्वेशन, प्लस एक्जाममा सोधिने गर्छ यो यस्तै क्वेशनहरु। सो हजुरले यो क्वेशनलाई पनि प्र्याक्टिस गर्नु होला, एकदमै सजिलो छ, म बुझाउँछु है हजुरलाई। यहाँ 80,000 भनेको त यहाँ प्रिन्सिपल भइहाल्यो, ठीक छ। जुन 8% भनेको छ त्यो चाहिँ के भयो त इन्ट्रेस्ट रेट भइहाल्यो। टाइम 2 years छ, सो टाइम 2 years भइहाल्यो। हामीलाई सोधेको के हो त सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टको डिफरेन्स सोधेको। अब हामीले सधैँ थाहा पाउनु पर्ने हुन्छ हैन। 1 year भन्दा बढी भयो, यहाँ 2 years छ नि त, 1 year भन्दा बढी भयो भने कम्पाउन्ड इन्ट्रेस्ट बढी आउँछ। जस्तै यहाँ आन्सर पनि हेर्नु होला, कम्पाउन्ड इन्ट्रेस्टको आन्सर यति छ, सिम्पल इन्ट्रेस्टको आन्सर यति छ, अनि यो बढी आउँछ कि कब आउँछ त जब 1 वर्ष भन्दा बढी टाइम भयो, 1 year भन्दा बढी टाइम भयो भने यहाँनिर सधैँ सीआई भनेको यो कम्पाउन्ड इन्ट्रेस्ट बढी हुन्छ सिम्पल इन्ट्रेस्ट भन्दा। त्यही भएर यहाँ डिफरेन्स निकाल्दाखेरि ठुलो माइनस सानो लेख्ने हो नि त। सो यहाँनिर चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट सीआई माइनस एसआई, यो एसआई निकाला भनेको यो वाट भइहाल्यो। यो नलेख्दा पनि फरक परेन, यहाँनिर थाहा नभएपछि यो नलेख्दा पनि फरक परेन, यति दिएको कुराहरू लेख्ने, त्यसपछि आन्सर निकाल्न थाल्ने। हामीलाई चाहिँ डिफरेन्स निकाल्नु छ नि त सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टको, सो दुइटै निकाल्न थाल्ने। सुरुमा सिम्पल इन्ट्रेस्ट निकालेको छु मैले। सो नाउ वी नो एसआई को फर्मुला हामीलाई थाहा नै छ, क्लास 8 मा पनि पढेका थियौँ, के हो पीटीआर अपन 100 हो हैन। सो पीटीआर अपन 100, त्यसै पी भनेको चाहिँ कति त 80,000 हैन, पी भनेको 80,000 छ नि त। त्यसै बीचमा के भनेपछि मल्टिप्लाई, सो मल्टिप्लाई, टाइम भनेको चाहिँ 2 हो, सो टाइम भनेको 2, अनि बीचमा के भनेपछि मल्टिप्लाई मल्टिप्लाई, आर भनेको चाहिँ 8 हो, सो आर को ठाउँमा 8, 100 को 100, त्यसपछि यो सब क्याल्कुलेट गर्दाखेरि आरएस 12,800 आइहाल्यो है। त अगेन हामीले अब के गर्नु पर्यो, सिम्पल इन्ट्रेस्ट आइसकेपछि कम्पाउन्ड इन्ट्रेस्ट पनि निकाल्ने। सो कम्पाउन्ड इन्ट्रेस्ट सीआई भनेको हामीले त्यसको फर्मुला लगायौं इयरली कम्पाउन्ड इन्ट्रेस्टको। त्यसपछि यसमा चाहिँ अब भ्यालुहरु पुट गरेको, पी भनेको यति, आर भनेको चाहिँ 8 हो, टाइम भनेको चाहिँ 2 हो। यसलाई क्याल्कुलेट गर्दाखेरि आइदिएछ हाम्रो कति आउँछ 13,312 आउँछ। अब हामीलाई क्वेशनले डिफरेन्स निकाल भनेको थियो हैन। सो डिफरेन्स निकाल्दाखेरि चाहिँ ठुलो माइनस सानो गर्ने हो नि त, सो हाईएस्ट भ्यालु हायर भ्यालु माइनस लोअर भ्यालु हैन। सो यो भ्यालु माइनस यो भ्यालु गर्ने हो, सो यसमा चाहिँ यो माइनस गरिदिने। सो सीआई यो भनेको सीआई हैन, यो भनेको एसआई, सीआई माइनस एसआई गर्ने, सीआई माइनस एसआई। सो सीआई भनेको चाहिँ हेर्नुस्, सीआई भनेको यति हो, सो सीआई को ठाउँमा यति, माइनस को माइनस एसआई, एसआई भनेको यति हो, सो एसआई को ठाउँमा चाहिँ हामीले चाहिँ यो लेखिहाल्यौं। यसमा यो माइनस गर्दाखेरि हाम्रो आरएस 512 भइहाल्यो है। ल त्यसपछि क्वेशन नम्बर बी मा पनि यस्तै हो। अब अलिकति त्यसको फरक भन्ने कुरा यसमा चाहिँ मैले लागेन। अब हेरौं, हजुरलाई म अलिकति त बुझाइदिन्छु। फाइन्ड द डिफरेन्स बिट्विन सिम्पल इन्ट्रेस्ट एन्ड इयरली कम्पाउन्ड इन्ट्रेस्ट। यसमा पनि त्यही भनेको छ, सिम्पल इन्ट्रेस्ट र इयरली कम्पाउन्ड इन्ट्रेस्टको डिफरेन्स निकाल्नु पर्ने छ। जसमा चाहिँ सम भनेको जुन पैसा छ त्यो पैसा चाहिँ यति छ हैन, सम अफ यति। त्यसपछि रेट चाहिँ यति दिएको छ, 3 इयर्स को लागि छ। त्यो दिएको कुराहरु मैले यहाँ लेखेको छु। पी भनेको यति हो हैन, आर भनेको यति हो, टाइम चाहिँ 3 इयर्स छ। अब हामीले निकाल्नु पर्ने भनेको कम्पाउन्ड इन्ट्रेस्ट माइनस सिम्पल इन्ट्रेस्ट भनेको डिफरेन्स निकाल्नु पर्ने हो। यसको लागि सुरुमा एसआई निकाल्ने, फर्मुला लगाएर भ्यालु पुट गरेर एसआई निकाल्ने, त्यसपछि इयरली कम्पाउन्ड इन्ट्रेस्ट सीआई निकाल्ने। त्यसको फर्मुला माथि जे गरेका थियौ नि त सेम गरिरहेछौं है।
त्यसपछि डिफरेन्स पनि सेम माथिको जस्तै गरेर निकालेको हो यहाँ त अरु केही पनि फरक छैन हजुरले मजाले बुझिहाल्नुहुन्छ यसको स्क्रिनशट लिनु होला यसको स्क्रिनशट लिनुस् पछि हजुरले चाहिँ हेर्नु होला है त्यो प्र्याक्टिस गर्दाखेरि ठीक छ ल त्यसपछि क्वेशन नम्बर 8 मा छिरिङ डिपोजिटेड RS 40,000 at the rate of 6% annual compound interest भनेर भनेको छ भनेको यो प्रिन्सिपल थाहा भयो हामीलाई हेयर P भनेको यो 40,000 अनि यहाँ 6% एनुअल कम्पाउन्ड इन्ट्रेस्टको रेट छ हामीलाई यो दिएको भनेको 6% भनेको चाहिँ R भइहाल्यो ठीक छ फाइन्ड द डिफरेन्स अफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट एन्ड हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट अफ द सम इन 2 इयर्स टाइम पनि थाहा भयो रे टाइम T भनेको 2 इयर्स अब हामीले डिफरेन्स के को निकाल्नु छ त यहाँ इयरली कम्पाउन्ड इन्ट्रेस्ट र हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट को निकाल्नु छ अब यसमा चाहिँ सुरुमा निकालिहालौ फटाफट यसको लागि चाहिँ दुईटै कुराहरु निकालिहालौ सुरुमा इयरली कम्पाउन्ड इन्ट्रेस्ट सो इयरली कम्पाउन्ड इन्ट्रेस्ट CI1 सिम्बल दिएको CI1 यो भनेको चाहिँ अब CI1 को फर्मुला लगाई सुरुमा इयरली कम्पाउन्ड इन्ट्रेस्ट को फर्मुला लगाई फर्मुला लेखी P भनेको चाहिँ हामीलाई थाहा छ P भनेको चाहिँ 40,000 हो P को ठाउँमा 40,000 1 प्लस R भनेको चाहिँ 6 हो R को ठाउँमा 6 100 को 100 छ त्यसपछि टाइम भनेको 2 छ सो टाइम को ठाउँमा 2 -1 को -1 यो सब क्याल्कुलेट गर्दाखेरि यति आन्सर आइहाल्छ ठीक छ त्यसपछि अर्को कुरा हामीलाई हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट पनि चाहियो सो हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट को फर्मुला लगायौं CI2 त्यसको चाहिँ फर्मुला यो छ ठीक छ 2T200 हैन 2T200 वाला अब यसमा भ्यालु पुट गरेको P भनेको यति R भनेको चाहिँ यति 200 को 200 2 को 2 बीचमा के नेपछि मल्टिप्लाई टाइम भनेको हेर्नुस् टाइम 2 इयर्स सो टाइम को ठाउँमा 2 -1 को -1 यसलाई हजुरले क्याल्कुलेसन गर्दाखेरि कति आउँछ यसको आन्सर चाहिँ 5020.352 यसको आन्सर भयो अब क्वेशनले चाहिँ डिफरेन्स निकाल भनेको थियो हैन डिफरेन्स इयरली कम्पाउन्ड इन्ट्रेस्ट र हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट को अब ठुलो कुन छ इयरली कम्पाउन्ड इन्ट्रेस्ट ठुलो छ कि हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट ठुलो छ हेर्नुस् त यसको आन्सर यति छ यसको आन्सर यति छ भनेको 4000 वाला त ठुलो भएन 5000 वाला ठुलो भयो भनेको यो ठुलो रहेछ भनेको हामीले बुझ्नुपर्ने कुरा भनेको पनि त्यही हो हाफ इयरली बढी हुन्छ इयरली भन्दा हाफ इयरली को भ्यालु हमेशा बढी हुन्छ यदि अरु कुराहरु सब सेम छ भने है हामीले चाहिँ यो दुईटा क्याल्कुलेसन गर्दाखेरि हमेशा यही बढी आउँछ हाफ इयरली बढी आउँछ हाफ इयरली भन्दा क्वार्टरली बढी आउँछ यो ठुलो रहेछ यो सानो रहेछ सो CI2 - CI1 गर्ने सो डिफरेन्स निकाल्दाखेरि CI2 - CI1 अब CI2 भनेको हेर्नुस् त यति लेख्यो यसको ठाउँमा चाहिँ यति माइनस को माइनस CI1 भनेको यति हो सो CI1 को ठाउँमा चाहिँ यो भ्यालु लेखेको मैले त्यसैले यसमा यो माइनस गर्दाखेरि RS 76.352 यति यसको डिफरेन्स रहेछ है ल त्यसपछि क्वेशन नम्बर B व्हाट इज द डिफरेन्स बिट्विन सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट एन्ड क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट of RS 18,000 in a year at the rate of 12% compound interest per annum find it भनेर भनेको छ एकदमै सजिलो छ यो पनि त्यस्तै गरेर निकाल्ने यसमा हामीले चाहिँ योजना पैसा छ भनेको प्रिन्सिपल कति त प्रिन्सिपल यति त्यसपछि R भनेको चाहिँ 12% सो R को ठाउँमा 12% अब टाइम चाहिँ हेर्नुस् त इन अ इयर भनेको एउटा वर्ष हैन 1 इयर भयो टाइम चाहिँ है अब हामीले निकाल्नु पर्ने के को डिफरेन्स हो त सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट र क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट को डिफरेन्स निकाल्ने हो मैले सुरुमा क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट निकालेको छु CI4 निकाले 4 किनकि क्वार्टरली भनेको 3 महिनामा काउन्ट हुन्छ भनेको एक वर्षमा कति चोटी त 3 गरेर 3 मन्थ्समा काउन्ट हुन्छ भनेको टोटल एक वर्षमा 60 चोटी काउन्ट हुन्छ त्यही भएर सिम्बलमा मैले CI4 लेखेको अनि सेमी एनुअल भनेको 6 महिना वाला हैन हाफ इयरली वाला हाफ इयरली भनेको 6 मन्थ गरेर काउन्ट हुन्छ भनेको एक वर्षमा कति चोटी त 12 मन्थ्समा हैन 12 मन्थमा चाहिँ कति त दुई चोटी चाहिँ काउन्ट हुन्छ त्यही भएर सिम्बलमा मैले CI2 लेखेको अरु पनि लेख्दा हुन्छ केही पनि फरक पर्दैन यस्तै लेख्नु पर्छ भन्ने जरुरी छैन है सो नाउ क्वार्टरली कम्पाउन्ड यति लेख्दाखेरि चाहिँ अलि बुझिन्छ नि राम्रो हुन्छ CI4 भनेको त्यसैको सिम्बल हो त्यही लेखेको मैले सो क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट CI4 यो 4 को ठाउँमा अरु लेख्दा पनि हुने है जबरजस्ती यही लेख्नु पर्छ भन्ने जरुरी छैन सुरुमा त यसको फर्मुला लगाउने क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला लेख्ने यता 4400 वाला अब भ्यालु पुट गरेको P भनेको चाहिँ 18,000 अनि R भनेको हेर्नुस् त R भने चाहिँ कति छ 12 छ R को ठाउँमा 12 400 को 400 4 को 4 यो बीचमा के ने भएपछि यो दुईटाको बीचमा के ने भएपछि मल्टिप्लाई टाइम भनेको कति हो त 1 हो सो टाइम को ठाउँमा 1 -1 को -1 यो सब क्याल्कुलेटरमा एकैचोटी टाइप गर्नु होला यति आन्सर आइहाल्छ ठीक छ त्यसपछि हामीले सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट पनि निकालौं CI2 निकालौं सो यसको सेमी एनुअल भनेपछि हाफ इयरली वाला है सो त्यो भनेको 2T200 वाला यो वाला फर्मुला लगायो यसमा भ्यालु पुट गरेर यसको आन्सर यति भइहाल्यो अब डिफरेन्स निकाल्नु भनेको थियो नि त क्वेशनले त यो दुईटाको डिफरेन्स निकाल ल भन्नुस् त यसको आन्सर त बढी छ कि यसको आन्सर बढी छ भनेको CI4
बढी छ कि CI2 बढी छ अफकोर्स CI4 बढी छ हैन यो त कम छ सो हामीले चाहिँ यो माइनस यो गर्ने भनेको CI4 माइनस CI2 गर्ने सो यहाँ डिफरेन्समा CI4 माइनस CI2 भनेको चाहिँ हाम्रो यो भ्यालुहरु पुट गरेर चाहिँ आन्सर डिफरेन्स कति आयो त RS 34.358 को आन्सर भयो है त्यसपछि क्वेशन नम्बर सी मा यु वेन्ट टु डिपोजिट RS 60,000 इन अ बैंक फर 2 इयर्स The information in the notice board of the bank is given below भनेर एउटा नोटिस दिएको छ हजुर चाहिँ बैंकमा 60,000 जम्मा गर्न जानु भएको थियो 2 इयर्स को लागि भनेपछि के नोटिस थियो त्यहाँनिर नोटिस फर द इन्ट्रेस्ट अफ डिपोजिट कलेक्सन इट इज नोटिफाइड दैट two types of fixed deposit accounts are going to be effective from 2079-11 grab the opportunity that फिक्स्ड डिपोजिट इन टाइम भनेर भनेको छ अब यहाँ भन्नु खोजेको चाहिँ दुईटा यहाँ हामीलाई अलग अलग अफर दिएको छ भनेर बुझ्दा हुन्छ दुईटा अलग अलग अप्सन छ हामीसँग यो दुईटा अप्सन मध्ये अब यहाँ विभिन्न कुराहरु छ अप्सनमा त्यो अप्सनको स्टडी गरेर हामीले चाहिँ के क्वेशनको आन्सर दिनुपर्ने छ एकदमै सजिलो छ प्लस यो क्वेशन भनेको एकदमै भेरी 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 कति जोडी भेरी लेख्नु धेरै जोडी भेरी लेख्यो भने कमै छैन कि धेरै जोडी भेरी भेरी इम्पोर्टेन्ट क्वेशन ठीक छ भेरी भेरी इम्पोर्टेन्ट क्वेशन मैले यति भनेको चाहिँ ध्यान दिनु होला यो क्वेशन एक्जाममा बढी सोधिन्छ कि यस्तो वाला क्वेशन ध्यान दिनु एकदमै धेरै आउँछ म भन्नै सक्दैन कति धेरै आउँछ धेरै आउँछ सो हजुरले चाहिँ यो क्वेशनको धेरै भन्दा धेरै प्र्याक्टिस गर्नु होला जति जोडी मैले यहाँ धेरै धेरै भने त्यति धेरै हजुरले प्र्याक्टिस गर्नु होला अनि हजुरले मजाले सबै फुल मार्क्स ल्याएर आउनु होला एक्जामबाट है ल हेर्नुस् यसमा गर्ने के हो त यहाँ हेर्ने दुईटा डिपोजिट छ हामीलाई फिक्स्ड डिपोजिटको दुईटा अप्सन छ एउटा पी एउटा क्यू सो यहाँ पी अप्सनमा हामीलाई के भनेको छ भन्दाखेरि रेट अफ हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट 10% पर एनम हामीलाई यहाँ यदि पी अप्सन चुज गर्यो भने यसमा चाहिँ हामीले हाफ इयरली चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट पाउँछौं जसमा चाहिँ रेट अफ इन्ट्रेस्ट 10% हुनेछ यदि क्यू अप्सन हेर्नुहुन्छ भने क्यू अप्सनमा हामीलाई चाहिँ इयरली कम्पाउन्ड इन्ट्रेस्ट पाउँछौं तर इयरली कम्पाउन्ड इन्ट्रेस्टमा चाहिँ पर्सेन्टेज चाहिँ अलिकति बढी देखियो कति छ त 12% छ अब यस्तो क्वेशन दिएको छ हामीलाई अब यहाँ क्वेशन नम्बर आई मा हामीलाई भनेको छ हाउ मच इन्ट्रेस्ट विल बी कलेक्टेड इन अकाउन्ट पी आफ्टर 2 इयर्स जुन यो पी अकाउन्ट यदि हजुरले पी अप्सन चुज गर्नुभयो हैन पी अकाउन्ट चुज गर्नुभयो यो वाला चुज गर्नुभयो भने यसमा पैसा जम्मा गर्दाखेरि चाहिँ कति पैसा पाइएला त 2 वर्षपछि यसको लागि चाहिँ हामीलाई हेयर पी भनेको त्यति नै हो 60,000 नै भइहाल्यो हैन आर भनेको हेर्नुस् त आर भनेको यहाँ 10% छ सो आर भनेको 10% अब टाइम कति त टाइम माथि कहीं पनि छैन यहाँ छ टाइम भनेको 2 इयर्स सो टी को ठाउँमा 2 इयर्स ठीक छ नाउ अब हामीले चाहिँ यहाँनिर यो कति पैसा पाइएला हैन हाउ मच इन्ट्रेस्ट भने इन्ट्रेस्ट निकाल्नु पर्यो भनेपछि यो जुन पी छ यो पी को लागि इन्ट्रेस्ट निकाल्नु पर्यो भने हाफ इयरली निकाल्ने हो सो हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट CI2 को फर्मुला यहाँनिर लगायौं भ्यालु पुट गर्यौं भ्यालु पुट गरेर चाहिँ यसलाई क्याल्कुलेटरमा टाइप गर्नु होला यसको आन्सर यति आउँछ ठीक छ भ्यालु पुट गर्न त अब हजुरलाई आइहाल्छ नि त पी को ठाउँमा कति छ त पी भनेको यति हो यो लेख्ने आर भनेको चाहिँ 10 छ 10 लेख्ने 2 को 2 अनि यहाँ चाहिँ बीचमा के लेख्छ मल्टिप्लाई अनि यहाँ टाइम भनेको चाहिँ हेर्नुस् 2 छ सो टाइम को ठाउँमा 2 अरु त हजुरले बुझिहाल्नुहुन्छ अरु यो सबलाई क्याल्कुलेटरमा टाइप गर्दाखेरि यति आन्सर आइहाल्छ है त्यसपछि दोस्रो हामीलाई अर्को क्वेशन के भनेको छ त हाउ मच इन्ट्रेस्ट विल बी कलेक्टेड इन अकाउन्ट क्यू आफ्टर 2 इयर्स जस्तै यहाँ अकाउन्ट पी मा कति कलेक्ट होला त्यस्तै यहाँनिर चाहिँ हामीले अकाउन्ट क्यू मा कति कलेक्ट होला भनेको अकाउन्ट पी मा त यति कलेक्ट हुने रहेछ इन्ट्रेस्ट भनेपछि अकाउन्ट क्यू चुज गर्दाखेरि यो वाला अप्सन चुज गरेर जानुभयो अनि पैसा जम्मा गर्नुभयो भने कति हजुरको खातामा पैसा होला त भनेको इन्ट्रेस्ट कति पाइला त अब यसको लागि पनि त्यही हो पैसा त त्यो जम्मा गर्ने पैसा भनेको 60,000 नै हो प्रिन्सिपल त यति नै भइहाल्यो आर चाहिँ क्वेशनले यहाँ भनेको चाहिँ यही आर युज गर्ने हो क्यू को लागि चाहिँ 12% छ सो आर 12% टाइम भनेको चाहिँ हामीलाई चाहिँ हेर्नुस् त क्वेशनमै भनेको छ टाइम 2 इयर्स हो सो टाइम 2 इयर्स अब इयरली कम्पाउन्ड इन्ट्रेस्ट निकालौं किनकि क्वेशन यहाँ यो क्यू अप्सनमा हामीलाई चाहिँ इयरली कम्पाउन्ड इन्ट्रेस्ट नै पाइने हो सो हामीले इयरली कम्पाउन्ड इन्ट्रेस्ट फाइन्ड गर्नु पर्यो सो इयरली कम्पाउन्ड इन्ट्रेस्ट CI1 यो भनेको हामीलाई थाहा छ फर्मुला इयरली को फर्मुला लगाइहाल्यौं भ्यालु पुट गर्यौं पी भनेको 60,000 1 प्लस आर भनेको चाहिँ कति त आर भनेको चाहिँ 12 हो सो आर को ठाउँमा चाहिँ यहाँ 12 अनि 100 को 100 छ टाइम भनेको चाहिँ कति हो त टाइम भनेको 2 हो सो टाइम को ठाउँमा टी को ठाउँमा 2 -1 को -1 ब्र्याकेट क्लोज है त्यसपछि चाहिँ यो सब हजुरले क्याल्कुलेट गर्नु होला यति आउँछ ठीक छ यति रुपैयाँ पाउने रहेछ यति आइएस पाउने रहेछ है लास्ट क्वेशन यो क्वेशन अलि बढी सोध्छ के यो भनेको यो क्वेशन पुरै इम्पोर्टेन्टै छ अनि यो क्वेशन चाहिँ फिक्सै सोध्ने वाला हो यहाँ के फरक गर्यो भने यो चाहिँ फरक गर्दैन यो यस्तै क्वेशन सोध्छ आफ्टर नोइङ द इन्ट्रेस्ट रेट्स अफ बोथ अप्सन्स है बाइ व्हिच अप्सन
बाई व्हिच अप्सन विल यु डिपोजिट द मनी एन्ड वाइ। अब यहाँ माथिको जुन इन्ट्रेस्टको रेट अथवा इन्ट्रेस्ट चाहिँ थाहा पाइसकेपछि कुन अप्सन हजुरले चुज गर्नुहुन्छ होला भनेर यस्तै क्वेसन सोधेको छ। अनि किन चुज गर्नुहुन्छ, त्यसमा किन जम्मा गर्नुहुन्छ, यो पीमा चाहिँ केमा पीमा कि क्यूमा कुन अप्सन चुज गर्नुहुन्छ अनि किन चुज गर्नुहुन्छ भनेर सोधेको छ। यसमा एकदमै आन्सर मैले मस्त लेखिदिएको छु, हजुरले मजाले बुझिहाल्नुहुन्छ। सुरुमा हजुरले डिफरेन्स हेर्ने हो, कसमा फरक छ त। यसमा फरक भनेको दुईटाको फरक के छ त, सेम छ त, इन्ट्रेस्ट सेम पाइरहेछ त छैन। यसमा कम छ इन्ट्रेस्ट, यसमा अलिकति बढी छ इन्ट्रेस्ट हैन। यसमा बढी छ इन्ट्रेस्ट भनेपछि सो हामीले चाहिँ यसमा त बढी देख्यौँ भनेपछि हामीले जसमा पैसा बढी छ, जसमा रुपियाँ बढी छ, जसमा पैसा बढी प्राप्त हुन्छ, हामीलाई जति इन्कम बढी हुन्छ त्यसै हामीले अप्सन चुज गर्छौँ। भनेको चाहिँ इयरली कम्पाउन्ड इन्ट्रेस्ट बढी छ। सो डिफरेन्स निकाल्दाखेरि चाहिँ यो ठुलो माइनस सानो गर्नुपर्छ, CI1 माइनस CI2। त्यही भएर चाहिँ मैले यहाँ CI1 माइनस CI2 गरेको हो। CI1 भनेको चाहिँ यो CI1 को भ्यालु यति छ, CI1 को भ्यालु यति, CI2 भनेको चाहिँ यो माथि छ हैन, CI2 को भ्यालु यति। सो CI2 को ठाउँमा चाहिँ यति लेखिहाल्यौँ। त्यसपछि यसमा यो माइनस गर्दाखेरि आर्यस 2333.625 यसको आन्सर भयो। डिफरेन्स यति छ भनेको यो अप्सन चुज गर्दाखेरि यति पैसा बढी प्राप्त हुन्छ क्या, यति रुपियाँ हामीलाई चाहिँ बढी प्राप्त हुन्छ। सो आई वुड डिपोजिट, क्वेसनले भन्यो तपाईले कुन पैसा जम्मा गर्नुहुन्छ। सो आई वुड डिपोजिट द मनी इन अकाउन्ट क्यू अकाउन्टमा, जुन यो क्यू अकाउन्ट छ नि त, इयरली कम्पाउन्ड इन्ट्रेस्ट 12% वाला, यो वालामा जसमा पैसा बढी प्राप्त भइरहेछ हैन, जति हामीलाई इन्कम बढी भयो त्यति फाइदा हो नि त। सो हामीले चाहिँ के भन्नु पर्यो, अब तपाईहरुले पनि यस्तै लेख्नु होला, आई वुड डिपोजिट द मनी इन अकाउन्ट क्यू बिकज, कारण पनि त दिनुभयो, कसमा जम्मा गर्नुहुन्छ नि किन, वाइ, बिकज इट प्रोभाइड्स अ हायर अमाउन्ट अफ इन्ट्रेस्ट आफ्टर 2 years। यसले अलिकति बढी इन्ट्रेस्ट दियो हैन, बढी रुपियाँ हामीलाई दियो, बढी रुपिस दियो, यसलाई यो भन्दा त बढी दियो नि त, हायर अमाउन्ट अफ इन्ट्रेस्ट हामीलाई दिएको छ। त्यही भएर चाहिँ मैले यसमा जम्मा गर्छु भनेर भनिदिएँ। ठिक छ ल विद्यार्थी भाइ बहिनीहरू, आशा छ मैले अहिलेसम्म सम्झाएका क्वेसनहरू हजुरले बुझ्नुभयो होला। यस्तै क्वेसन एक्जाममा आयो भने हजुरले सजिलै समाधान गर्न सक्नुहुन्छ होला, मलाई पुरै हजुरमाथि विश्वास छ। अब आज हामीले चाहिँ क्वेसन नम्बर 8 सम्म सोल्युसन गर्यौं। अब हामीले अर्को भिडियो, नेक्स्ट भिडियो चाहिँ पार्ट 2 ल्याउने छौं। यसै भिडियोको पार्ट 2 ल्याउने छौं, भनेको यसै एक्सरसाइजको पार्ट 2 ल्याउने छौं, जुन भिडियोमा मैले चाहिँ क्वेसन नम्बर 9 देखि क्वेसन नम्बर 14 सम्म रहेका सम्पूर्ण क्वेसनहरूलाई सोल्युसन गर्ने छु। अनि त्यो क्वेसनहरू मैले साच्चै मजाक गरेको हैन, तर साच्चै हजुरलाई भन्दै छु, हजुरलाई भिडियो हेर्नुहुन्छ, भिडियो हेर्नु होला त्यस्तो हिसाबले केही पनि भनेको हैन, तर साच्चै धेरै इम्पोर्टेन्ट क्वेसनहरू छन् त्यहाँ। 9 देखि 14 सम्मका क्वेसनहरू एकदमै यसमा यो पार्ट 1 मा भन्दा पनि पार्ट 2 मा जति पनि क्वेसनहरू छन् नि, म्याक्सिमम धेरै जहाँ क्वेसनहरू चाहिँ के छन् भन्दाखेरि चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू छन् एसई को लागि। सो हजुरले पार्ट 2 चाहिँ अवश्य हेर्नु नै होला है। सो आजको यो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला, एउटा यो मेरो मेहनतको लागि। अनि छिटो भिडियो चाहनुहुन्छ भनेपछि पार्ट 2 छिटो चाहनुहुन्छ भने चाहिँ कमेन्ट पनि गरिदिनु होला। अनि साथसाथै आफ्नो क्लासमा पढ्ने आफ्नो साथीहरूलाई पनि त सेयर गरिदिनु पर्छ नि है, हजुरले सेयर गर्नुहुन्छ मलाई थाहा छ। सो यो भिडियोलाई पनि सेयर गरिदिनु होला। अनि सँगसँगै च्यानललाई सब्स्क्राइब गर्नु भएको छ, यदि गर्नुभएको छ भनेपछि धेरै धन्यवाद। लाइक गर्ने, सब्स्क्राइब गर्ने, कमेन्ट गर्ने, सेयर गर्ने सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धन्यवाद। र सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई अलमा पनि सेट गरिदिनु होला। आजको लागि चाहिँ यति नै। थ्यांक यू फर वाचिङ, टेक केयर, बाइ बाइ।